ल अब हामी चाहिँ के गर्ने होइन। मेरो कम्पनीको नेम के हो, अलि टेक्सअप, मेरो टेक्सअप छ भैरवमा र सप्लायर के छ मेरो, म जहाँबाट सामान किनिरहेको छु कम्प्युटर होइन बेच्नको लागि कस्टमरलाई, टेक ग्याजेट्स सप्लायर होइन। सपोज यो बुटोलमा छ 5 वटा मैले ल्यापटप किनेँ होइन। अब त्यो मैले चाहिँ आफ्नो रेकर्ड कसरी चाहिँ राख्ने म प्रयोग गरिरहेको छु टेली, जुन कि इन्डियन सफ्टवेयर हो होइन। टेली प्राइम यो लेटेस्ट हो, एजुकेसन मोडमा म अहिले छु किनकि म सिकाइरहेको छु र सिकिरहेको पनि छु। ल अनि त्यसपछि हामीले चाहिँ कसरी स्टोर गर्ने हो, अब हामीले चाहिँ सामान किन्यौँ होइन, पर्चेस गऱ्यौँ, त्यही भएर चाहिँ यसलाई कसरी गर्ने अनि भाउचर कसरी किन्ने गर्ने, लेजर कसरी किन्ने गर्ने। जर्नल भनेको चाहिँ हाम्रो जर्नल बुक भनेको के हो, त्यो क्रोनोलोजिकल अर्डरमा होइन हाम्रो चाहिँ इन्ट्री भएको हुन्छ होइन लेजर। र लेजर मात्रै भनेको के हो, सिङ्गल सिङ्गल इन्ट्री भएको हुन्छ, यो क्रोनोलोजिकल अर्डरमा चाहिँ हुन्न है। र भाउचर हाम्रो चाहिँ यो जस्तो हाम्रो इन्भोइस बिलहरू होइन, इन्भोइस बिल अथवा चाहिँ हाम्रो सामान खरिदेको यो सबै टर्महरू एउटै हो होइन। बिल भन्छौँ कहिलेकाहीँ इन्भोइस भन्छौँ, एउटै हो। त्यसपछि हामीले चाहिँ बेचेपछि होइन, मैले सपोज चाहिँ दुईवटा बेचेँ होइन, यहाँ हेर्नुहोस् है मैले लेखेको छु अर्को सेल्स भाउचर पनि क्रिएट गर्ने, किनकि सपोज मैले दुईवटा कम्प्युटर चाहिँ बेचेँ, त्यसको सेल्स भाउचर पनि क्रिएट गर्ने र हामीले चाहिँ सिक्न गइरहेको छौँ होइन। यसको चाहिँ हजुरलाई बेसिक थाहा हुनु पऱ्यो, कम्पनीहरू चाहिँ कसरी क्रिएट गर्ने हो, कसरी डिलिट गर्ने हो, कसरी सटडाउन गर्ने हो, कसरी चाहिँ मोडिफाई गर्ने हो, यति चाहिँ हजुरलाई थाहा हुनुपर्छ है। यो बेसिक कुरा हो। बेसिक भएपछि हामी चाहिँ सिक्ने भनेको के हो भनेपछि म आफ्नो एप खोल्छु, वाइट बोर्ड डट नेटलिफाई डट एप मैले गराएको हो। म आफ्नो यो क्यामेरा अफ गर्छु है। ल ल खोल्दै राखौँ, केही हुन्न। यसरी चाहिँ हाम्रो यो मैले गराएको हो होइन। ल हामीले चाहिँ आज गराउने भनेको पर्चेस होइन, पर्चेस भाउचर, यो भाउचर बिल होइन, यो एउटै हो, इन्भोइस एउटै हो। हामीले चाहिँ सामान किन्यौँ होइन, म आफ्नो दोकानमा सामान किनेछु कम्प्युटरहरू, त्यसलाई बेच्नको लागि, त्यसलाई हामी चाहिँ के भन्छौँ पर्चेस भाउचर। त्यसपछि हामीले चाहिँ यसलाई बेच्छौँ सेल्स भाउचर। र हामी चाहिँ आफ्नो यो स्टक म्यानेजमेन्टमा पनि हामीले चाहिँ यो रेकर्ड गर्नेछौँ सामानहरू। सपोज मैले 5 वटा किनेछु, दुईवटा भेटेछु भने दुईवटा बेचिसकेँ, फेरि मैले चाहिँ सेल्स इन्ट्री गरेँ भने होइन कि मैले दुईवटा बेचिसकेँ भनेपछि अटोमेटिक अपडेट हुन्छ है। पर्चेस भाउचर 5 वटा मैले किनेछु, दुईवटा बेचिसकेँ, सेल्स भाउचर मैले इन्ट्री गरेपछि त्यो अटोमेटिक अपडेट हुन्छ र स्टक हाम्रो चाहिँ अटोमेटिकली अपडेट हुन्छ है। ल यहाँ दिएको छ स्याम्पल डेटा। यसरी चाहिँ एआईको प्रयोग गरेर हजुरले गर्न सक्नुहुन्छ। हजुरले पनि जेमिनाई होस् अथवा च्याट जिपिटी होस्, क्लाउड होस् अथवा अरू कुनै सिम्पली चाहिँ प्रम्प्ट दिने। पहिला हजुरलाई चाहिँ बेसिक थाहा हुनु पऱ्यो, एकाउन्टिङ भनेको धेरै जसो रङ स्टार्ट when learning tally एकाउन्टिङ होइन। धेरै जसो कसरी चाहिँ स्टार्ट गर्छ भनेपछि हाम्रो चाहिँ पहिला के गर्छ, पहिला यहाँ टुलमा आउँछ, टुल स्टार्ट सिक्न स्टार्ट गर्छ क्या, इन्स्टिट्युटमा गयो आफै गयो, यसरी चाहिँ गर्ने होइन। पहिला चाहिँ हामीले चाहिँ फोकस केमा गर्नुपर्छ भनेपछि बेसिक्सको एकाउन्टिङ टाइप्स के हुन्छ एकाउन्ट्सको, एकाउन्ट्स भनेको के हो, लेजर भनेको के हो होइन, जर्नल के हो, त्यसपछि ब्यालेन्स सिट, ट्रायल ब्यालेन्स, त्यसपछि टाइप्स अफ एकाउन्ट एन्ड देयर रुलिङ, जस्तो चाहिँ डेबिट एन्ड क्रेडिट। यसरी चाहिँ हजुरले चाहिँ यो सबै बेसिक एकाउन्टिङहरू चाहिँ बुझ्नुपर्छ यो टुल प्रयोग गर्नुभन्दा पहिला। सपोज यो टुल भनेको हजुरको चाहिँ यो चेन्ज भइरहेको छ। सपोज हजुर चाहिँ युरोपतिर जानुहुन्छ भनेपछि युरोपतिर हजुरको स्याप इआरपी भनेर चाहिँ काम लाग्छ है।
डिफ्रेन्ट डिफ्रेन्ट कम्पनीले यो इन्टरप्राइज लेभलमा काम गर्छ लाग्छ है। इन्टरप्राइज मतलब ठुलो अर्गनाइजेसन छ, बिग होइन, यो सानो दोकानहरूको लागि होइन, सप्सहरूको लागि, मलहरूको लागि हुन्छ होइन। तर यो जुन चाहिँ फ्याक्ट्रीहरूमा स्याप यो हाम्रो युरोप कन्ट्रीतिर, मिडल इस्टतिर पनि यो प्रयोग हुन्छ है। त्यसै यो सफ्टवेयरहरू हो होइन। त्यसै गरी हाम्रो हुन्छ माइक्रोसफ्ट कोड डाइनेमिक्स, यो सबै टुल्सहरू हो। यो चाहिँ हामीले चाहिँ यसलाई 1 मन्थ अर 2 विक्स म चाहिँ हामीले चाहिँ फेमिलियर हुन्छौँ। त्यही भएर चाहिँ पहिला चाहिँ हजुरले चाहिँ बेस्ट वे के हो भनेपछि, बेस्ट वे हजुर चाहिँ एकाउन्टिङको बारेमा हजुरलाई चाहिँ थाहा हुनु पर्यो। एकाउन्टिङ स्टक्स अरू के हो होइन, अफिसेस र बिजनेसेसको बारेमा यो चाहिँ हजुर चाहिँ क्लास 12 अथवा चाहिँ ब्याचलर पढिराख्नु भएको छ भनेपछि हजुर चाहिँ एकाउन्टिङतिर हजुरलाई चाहिँ यो बेसिक कुरा हजुरलाई चाहिँ थाहा हुनुपर्छ, फर्स्ट कुरा। सेकेन्ड, एउटा सफ्टवेयर सिक्दा हुन्छ, एउटा सफ्टवेयर होइन, राम्ररी सिक्नुहोस् है। अनि चाहिँ हजुरले चाहिँ अर्को चलाउँदा आफै बानी बस्छ भन्नुको मतलब, एउटा यो टेली सिकेपछि हजुर चाहिँ पछि गएर स्याप अथवा माइक्रोसफ्ट डाइनामिक्स अथवा अरू कुनै सफ्टवेयर चलाउँदाखेरि हजुरको चाहिँ बानी परिहाल्छ है। सपोज एउटा हजुरले चाहिँ होन्डा या हिरो बाइक चलाउन सिकेपछि हजुरले चाहिँ कति टाइम लाग्छ एफजेड चलाउनलाई। एउटा गाडी सपोज हजुरले सुजुकी चलाउन सिक्नुभयो होइन, एडभान्स गाडी दिए भने होइन, हजुर चाहिँ कति समय लाग्छ चलाउन, एडजस्ट हुन कति समय लाग्छ, एकदमै कम समय लाग्छ। त्यही भएर चाहिँ पहिला 3 स्टेपमा मैले यो हजुरलाई भनिरहेको छु। पहिला चाहिँ एकाउन्टेन्सी अफिसेस होइन, स्टक म्यानेजमेन्ट, यो सब बिजनेसेसहरू कसरी चाहिँ रन हुन्छ बिहाइन्ड द सिन हजुरलाई चाहिँ प्र्याक्टिकल थ्योरी, हजुर चाहिँ च्याट जिपिटीको प्रयोग गर्नुहोस्, युट्युब भिडियोज हेर्नुहोस्, धेरैभन्दा धेरै डेटा कलेक्ट गर्नुहोस्। एकाउन्ट्स भनेको के हो, फाइनेन्स रिलेटेड। त्यसपछि हजुर चाहिँ सफ्टवेयर चलाउन चाहिँ हजुरले चाहिँ एउटा सिक्नुहोस् है, राम्ररी सिक्नुहोस्, एउटा सिक्नुहोस्, एकदम मजाले प्रोफिसियन्ट हुनुहोस्। त्यसपछि चाहिँ हजुरलाई चाहिँ अर्को चाहिँ एकदमै सजिलो हुन्छ। त्यही हामी चाहिँ यहाँ गरिरहेको छौँ है। ल हामी चाहिँ यो लास्ट फेजमा छौँ है, प्र्याक्टिस म्याक्स पर्फेक्ट। यो चाहिँ हामी प्र्याक्टिस गरिरहेको छौँ है। ल यहाँ चाहिँ हामीले चाहिँ यहाँ चाहिँ आफू चाहिँ डेटा दिने हजुरलाई चाहिँ होइन, मलाई यस्तो यस्तो चाहियो। सपोज मैले एउटा सिनारियो क्रिएट गरेको छु है, कसरी चाहिँ यो लाइभ हजुरको चाहिँ काम हुन्छ है। सपोज मेरो एउटा दोकान छ कम्प्युटर सबको, जहाँ छ मैले कम्प्युटरहरू, किबोर्डहरू, कम्प्युटर पार्ट्सहरू बेच्छु। अनि मैले चाहिँ कहाँबाट किन्छु त, सप्लायर यो टेक ग्याजेट्स भनेर चाहिँ हो। मैले किन्दाखेरि सामान यो चाहिँ हामीले चाहिँ इन्ट्री गर्नुपर्ने हुन्छ ट्यालीमा, त्यसलाई चाहिँ पर्चेस इन्ट्री भन्छौँ होइन, भाउचर। अनि त्यसपछि मैले चाहिँ 5वटा किनेपछि 2टा बेचेँ होइन कम्प्युटर, त्यसपछि त्यसलाई चाहिँ हामीले चाहिँ सेल्स भाउचरमा कि मैले चाहिँ बेचेँ भनेर चाहिँ ऊ कस्टमरलाई दिएँ भनेपछि त्यसपछि त्यसलाई पनि इन्ट्री गर्नुपर्ने हुन्छ। अनि त्यसपछि 5वटाबाट 2टा माइनस भएर चाहिँ अटोमेटिक भइहाल्छ। त्यो भएर हामीले चाहिँ 2टै इन्ट्री गर्नुपर्ने हुन्छ। सप्लायरबाट मैले किनेछु त्यो पनि इन्ट्री गर्नुपर्ने हुन्छ, त्यसलाई पर्चेस भन्छौँ, पर्चेस भाउचर। त्यसपछि हामीले चाहिँ बेचेपछि त्यसलाई सेल्स भाउचर। यही 2टा हामी चाहिँ पढ्ने छौँ आज। त्यसपछि हामी चाहिँ पर्चेस रिटर्न र सेल्स रिटर्न पढ्नेछौँ सेकेन्ड लेसनमा। पर्चेस रिटर्न भन्नाले सपोज सप्लायरबाट मैले सामान किनेँ, त्यसमा डिफेक्ट्स भयो कुनै होइन, खराबी भएपछि मैले रिटर्न गर्नु पर्यो, त्यसलाई पर्चेस रिटर्न, त्यसको पनि इन्ट्री गर्नुपर्ने हुन्छ। सपोज मेरो दोकानबाट कसैले ल्यापटप लग्यो, कुनै पार्ट्स लग्यो कम्प्युटरको, उसले चाहिँ डिफेक्ट्स पायो, त्यसपछि उसले मलाई रिटर्न गर्छ, त्यसलाई चाहिँ सेल्स इन्ट्री भन्छ। यो सेकेन्ड लेसनमा हामीले चाहिँ हेर्नेछौँ। ल हामी स्टार्ट गरौँ है। यो चाहिँ हाम्रो बिल रहेछ होइन। अब यहाँ हेर्नुहोस् है, पहिला यहाँ आफ्नो चाहिँ कम्पनी चाहिँ क्रिएट गर्नुहोस्। यसरी चाहिँ हजुरले चाहिँ यो सिनारियो मैले भनेको छु, हजुर चाहिँ आफै च्याट जिपिटीमा गएर यसरी चाहिँ गर्नुहोस्। अनि यो चाहिँ टेली प्राइम भनेर चाहिँ हजुरले चाहिँ यसरी चाहिँ टेली प्राइम लेख्नुहुन्छ, टेली प्राइम डाउनलोड। हजुर चाहिँ यो अफिसियल वेबसाइट हो, यहाँ जानुहोस्, हो यो एडिट लग भनेर चाहिँ डाउनलोड गर्नुहोस्। अनि चाहिँ एजुकेसनल मोडमा खोल्नुहोस्। हुन्छ, हाम्रो चाहिँ पुरानो ERP 9हरू त्यो पनि छ, सेम प्रोसिजर हो, त्यसमा हल्का हल्का फरक हुन्छ। तर यो चाहिँ लेटेस्ट है, अहिले 2026 को, ठिक छ। ल यो अब हामी चाहिँ कम्पनी चाहिँ क्रिएट गरौँ। मैले भने हजुरलाई चाहिँ बेसिक थाहा हुनुपर्छ है, कम्पनी क्रिएट गर्ने, सट डाउन गर्ने,
डिलिट गर्ने होइन बेसिक सर्टकट्सहरू। त्यसपछि चाहिँ हजुर यो यसमा आउनुहोस् है। सुरुमा यस्तो खोलेपछि हजुरको यस्तो आउँछ क्रिएट कम्पनी। यहाँ क्लिक गर्नुहोस्, म आफ्नो कम्पनी चाहिँ क्रिएट गर्न गइरहेको छु। यहाँ चाहिँ यसरी चाहिँ हाल्नुहोस् आफ्नो कम्पनीको नेम होइन, यो हाल्नुहोस् अनि चाहिँ एड्रेस हाल्नुहोस्। सपोज म भैरवा हाल्छु, भैरवा 3 होइन, इन फ्रन्ट अफ मेडिकल कलेज। ठिक, यहाँ चाहिँ पहिले लिएको छ प्रोभिन्स के हो, यहाँ हेर्नुहोस् है लुम्बिनी। अब चाहिँ अरू कन्ट्रीमा हुनुहुन्छ भने चाहिँ यहाँ चेन्ज गर्दा पनि हुन्छ कन्ट्री नेपाल भनेर चाहिँ। पिओ बक्स नम्बर्स लेट्स से 32900 जे पनि हाल्नु हुन्छ सिक्दाखेरि। टेलिफोन पनि हाल्नुहोस्। ल यहाँ मोबाइल नम्बर पनि हाले हुन्छ आफ्नो। त्यसपछि यहाँ फ्याक्स नम्बर पनि हाल्दा हुन्छ अथवा यत्तिकै छोडे हुन्छ। इमेल पनि हाल्नुहोस् है। सपोज मैले एउटा फेक हाल्छु। यसरी चाहिँ इन्टर इन्टर गर्दै जानुहोस् है। पछि यहाँ मलाई जानु छ भने यसरी चाहिँ यहाँ क्लिक गरेर यहाँ आइहाल्नुहुन्छ है। अनि यसरी चाहिँ सिरियल वाइज यसरी चाहिँ हजुरले चाहिँ आउन सक्नुहुन्छ। म यसलाई हल्का डिसेबल गर्छु। ल अब चाहिँ हामीले चाहिँ वेबसाइट हाल्ने है, नहाल्दा पनि हुन्छ। अलि .com.np करेन्सी केमा हुन्छ, यो हाम्रो चाहिँ फाइनेन्सियल इयर असार मसान जुन चाहिँ हामीले चाहिँ भन्छौँ है, यो असार मसान हामीले चाहिँ जुन चाहिँ हामीले भन्छौँ हरेक कन्ट्रीको छुट्टै छुट्टै हुन्छ होइन। त्यही भएर चाहिँ हजुरले चाहिँ ख्याल राख्नुहोस्। हाम्रो चाहिँ साउन्डदेखि स्टार्ट हुन्छ, फर्स्ट साउन्डदेखि होइन, अनि भदौको लास्टसम्म खतम हुन्छ। त हाम्रो यो सालको 2026 चलिरहेछ भनेपछि यो फाइनेन्सियल हाम्रो के हो भनेपछि कहाँबाट स्टार्ट हुन्छ भनेपछि 1 होइन 4 अप्रिल एन्ड 2026 यसरी चाहिँ लेख्नुहोस् है। अनि यहाँ पनि सेम हाल्नुहोस् है। ल अब चाहिँ हामीले चाहिँ इन्टर इन्टर नेपाली रुपिज हो, इन्टर। यहाँ चाहिँ इन्टर क्लिक गर्नुहोस् यसको लागि, अथवा चाहिँ प्रेस गर्नुहोस् वाइ। ल वाइ प्रेस गरे है। ल हाम्रो चाहिँ कम्पनी क्रिएट भयो है। यहाँ अब फेरि के भनिरहेको छ, यो सबै डिफल्ट नै छोडिदिउँ है। यसरी चाहिँ इन्टर इन्टर गर्नुहोस्। इनेबल भ्यालु एडेड ट्याक्स, हामीलाई भ्याट चाहिन्छ कि नै चाहिन्छ है, हामीले चाहिँ चाहिन्छ। त्यसपछि यहाँ लेख्नुहोस् एस लेख्नुहोस् अनि इन्टर गर्नुहोस्। अनि चाहिँ हजुरले चाहिँ जब चाहिँ कम्पनी दर्ता गर्नुहुन्छ होइन सरकारी अफिसमा गएर, त्यतिखेर चाहिँ हजुरले चाहिँ ट्याक्स नम्बर हजुरको होइन पाउनुहुन्छ। भ्याट नम्बर जुन चाहिँ हामीले चाहिँ भन्छौँ। अहिलेको लागि म चाहिँ सिम्पली 1 2 3 4 5 हाल्छु है। हजुरले चाहिँ आफ्नो हाल्नुहोस् है। अहिले सिक्दाको लागि यो बेसिक हो, तर रियल कम्पनीमा काम गर्दाखेरि हजुरको चाहिँ हुन्छ है, हजुरको भ्याट नम्बर र प्यान नम्बर हुन्छ है। ल 6 7 8 9 म हाल्छु यसमा, क्लिक गर्नुहोस् अनि त्यसपछि एक्सेप्ट वाइ क्लिक गर्नुहोस्। ल हाम्रो कम्पनी चाहिँ यहाँ क्रिएट भइसकेको छ। कुनै पनि भाउचर अहिले छैन है। ल अब हामीले चाहिँ कम्पनी क्रिएट गरिसक्यौँ है। अब हाम्रो कम्पनीमा सपोज मैले कति इन्भेस्टमेन्ट गरेको छु होइन, त्यसलाई चाहिँ हामीले के भन्छौँ क्यापिटल भन्छौँ। त्यसलाई चाहिँ हामीले गराउनु पर्ने हो लेजर। त्यसको लागि गराउनको लागि हजुर चाहिँ चार्ट अफ एकाउन्ट्समा जानुहोस् होइन। अनि त्यसपछि चाहिँ हजुरले चाहिँ लेजरमा क्लिक गर्नुहोस्। यसरी चाहिँ हजुरको यो लेजरहरू आउँछ। ब्याक जानको लागि ESC बटन है। त हामी चाहिँ क्रिएट गर्छौँ है एउटा, हामीले चाहिँ लेजर हाम्रो चाहिँ क्यापिटल एकाउन्ट है। ल हामीले चाहिँ मैले कम्पनी खोल्दा कति चाहिँ एमाउन्ट होइन लगानी लगाएको छु त्यो चाहिँ यहाँ हाल्ने हो कि खास गरी। एकछिन म ब्याक जान्छु। ओ यहाँ एड्रेस हालौँ है हामीले भइरह्यो in front of medical college। ल प्रोभिन्स लेट्स से हामीले चाहिँ यो हजुरले सिक्दाखेरि होइन जे पनि हाले हुन्छ होइन। नो यहाँ चाहिँ आफ्नो पेन भ्याट नम्बर त्यही हाल्नुपर्ने हुन्छ। हामीले चाहिँ 7 8 9
हाम्रो चाहिँ यो सेल्स ट्याक्स नम्बर हाल्नु है। ल यो सीएसटी नम्बर यो इन्डियामा खास गरी हुन्छ, हजुरले छ भने हाल्नुहोस्, न छैन भने। अब मेरो ओपनिङ ब्यालेन्स कति, मैले कति लगानी लगाउने त सुरुमा है। ल मैले चाहिँ लगाएँ होइन, ल 10 लाख, 1 2 3 4 5 होइन, 1 लाख भयो, अनि एउटा चाहिँ छ भने 10 लाख। यो मैले चाहिँ कम्पनी यतिमा खोलेँ, क्रेडिटमा गयो, यहाँ माथि हेर्न सक्नुहुन्छ, फेरि इन्टर गर्नुहोस् अनि वाइ गर्नुहोस्, अनि यसरी चाहिँ हजुरको भयो है। अब हेर्ने कसरी त है, त्यही हामीले इएससी प्रेस गर्नुहोस् होइन किबोर्डको, अनि चाहिँ फेरि इएससी प्रेस गर्नुहोस्। हामीले चाहिँ यो रिपोर्ट सेक्सनमा आउनुपर्ने हुन्छ, यहाँ डिस्प्ले मोर रिपोर्ट्समा हजुर जानुहोस्, एकाउन्टिङ बुक्समा जानुहोस्, अनि त्यसपछि यहाँ लेजरमा क्लिक गर्नुहोस्। यहाँ हेर्नुहोस्, यो क्यास अटोमेटिक बनाउँछ होइन यो टेलीले। हामीले चाहिँ यो क्यापिटल एकाउन्ट बनायौँ होइन, यहाँ हेर्नुहोस् है, हामीले चाहिँ यो बनाएको हो। हाम्रो चाहिँ यहाँ हेर्नुहोस् है, करेन्ट टोटल, एकछिनमा आफ्नो यो डिसेबल गर्छु, यहाँ हेर्नुहोस् है, हाम्रो चाहिँ 10 लाख चाहिँ मैले कम्पनी खोलेको छु। यसरी चाहिँ पहिला कम्पनी गराउने, आफ्नो क्यापिटलको कतिमा कम्पनी खोल्नु भएको छ। ल यसरी चाहिँ हजुरको भयो होइन। फेरि ब्याक जाम होइन। ल अब यहाँ हामीले चाहिँ कम्पनी गरायौँ होइन, यो सबै गऱ्यौँ, यहाँ इनेबल पनि यो पनि गऱ्यौँ होइन। अब चाहिँ भ्याट है, भ्याट हामीले चाहिँ नेपालमा, त्यसको लागि चाहिँ हामीले चाहिँ F11 प्रेस गर्न भनेको छ। F11 किबोर्डमा प्रेस गर्नुहोस्, यहाँ के लेखेको छ, यस 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 यस, यहाँ हामीले चाहिँ पहिले गरिसकेको छौँ है सुरुमै होइन। गर्नुभएको छैन भने यहाँ एस गर्नुहोस् है, नो हुन्छ। अनि चाहिँ पहिले गरिसकेको छौँ होइन। ल यो भयो। अब चाहिँ हामीले चाहिँ लेजर बनाउनु पर्ने हुन्छ है। लेजर भाउचर क्रिएट गर्नुभन्दा पहिला हजुरले चाहिँ लेजर बनाउनु पर्ने हुन्छ। आफ्नो कम्पनी त बनाउनु भयो, आफ्नो कम्पनी होइन। अब चाहिँ सप्लायरको लेजर बनाउनु, सन्ड्री क्रेडिटर्स, जुन सप्लायरबाट हजुरले चाहिँ सामान किनिराख्नु भएको छ भनेपछि, पर्चेस गरिराख्नु भएको छ, त्यसलाई चाहिँ हामीले चाहिँ लेजरको कुन ग्रुपमा राख्ने त, सन्ड्री क्रेडिटर्स भनिन्छ है, सन्ड्री क्रेडिटर्स। अब यो चाहिँ कसरी गर्ने, लेजर कसरी बनाउने है, पहिला यो कम्पनीको नाम हामीले चाहिँ कपी गर्छौँ। यो मेन हाम्रो चाहिँ गेटवे हो टेलीको। अब के गर्ने, अब लेजर गराउनको लागि सिम्पली चाहिँ हजुरले चाहिँ यही लेजरमा जाने हो। यहाँ लेजरमा गएपछि हजुरले चाहिँ कतिवटा लेजर बनेको छ यहाँ चाहिँ हेराएको छ है। नयाँ लेजर गराउनको लागि यहाँ क्रिएट गर्नुहोस् है, यहाँ हजुरले चाहिँ हेर्न सक्नुहुन्छ, यहाँ क्रिएट भनेर चाहिँ अप्सन दिएको छ है। यहाँ क्लिक गर्नुहोस् है, क्रिएट। अब चाहिँ हामीले चाहिँ कम्पनीको सप्लायरको जहाँबाट चाहिँ जुन दोकानबाट चाहिँ हामीले चाहिँ किनिरहेको छौँ है। ल अब यहाँ चाहिँ सन्ड्री क्रेडिटर्स, एस थिप्नुहोस् होइन, यहाँ हेर्नुहोस् है, सन्ड्री क्रेडिटर्समा गएर चाहिँ क्लिक गर्नुहोस्। यहाँ हेर्नुहोस्, हजुरलाई थाहा हुन्न भनेपछि होइन सन्ड्री क्रेडिटर्स हाल्ने हो कि डेबिटर्स हाल्ने हो कि, हजुरले चाहिँ च्याट जिपिटी अथवा चाहिँ जेमिनाईलाई चाहिँ बताउनुहोस् है हजुरले चाहिँ, कि मैले चाहिँ अर्को कम्पनीबाट सप्लायरबाट किन्दैछु, त्यसमा चाहिँ लेजरको ग्रुप के हुन्छ है, यसलाई ग्रुप भनिन्छ है, जुन चाहिँ हजुरले यहाँ हेर्नुभएको छ। यहाँ हेर्नुहोस्, लिस्ट अफ ग्रुप, यो लेजरको ग्रुप कुन ग्रुपमा पर्छ त है, यो कम्पनी हामीले चाहिँ सन्ड्री क्रेडिटर्समा पर्छ। यसरी चाहिँ हजुरले भन्यो भने त्यहाँ चाहिँ एन्सर दिइहाल्छ है, यो कुनै रकेट साइन्स होइन है। ल मेन्टेन्स बिल बाई बिल यस राख्नुहोस् होइन, सब डिफल्ट राख्नुहोस्। यिनीहरूको एड्रेस हालिदिनुहोस्, सपोज बुटवल 8 इन फ्रन्ट अफ फाइनेन्स चौक। ल मुनि नै हो होइन, जे हाल्दा नि हुन्छ होइन, अहिले सिक्दाखेरि यिनीहरूको पनि जे हाल्दा नि हुन्छ, तर रियलमा काम गर्दाखेरि हजुरको चाहिँ हुन्छ है, त्यो चाहिँ हाल्दै हुन्छ। ल हामीले चाहिँ यस गरौँ है। ल हाम्रो चाहिँ एउटा लेजर बन्यो है। ल अब चाहिँ के भनेको छ है, हामीले चाहिँ हेरौँ। त्यहाँ मैले चाहिँ रिपोर्टमा गएर लेजर कसरी गराउने क्रिएट,
यहाँबाट पनि हजुरले गराउन सक्नुहुन्छ। एकाउन्टेन्ट बुक्समा क्लिक गर्नुहोस् होइन, यहाँ लेजरमा चाहिँ हजुर चाहिँ गयो भने यहाँबाट पनि हजुरले पाउनुहुन्छ है। ल अब चाहिँ के भनेको छ, पर्चेस लेजर। पर्चेस लेजर पनि गराउनु पर्ने हो पर्चेस एकाउन्टको भित्र। अब यो पनि त्यस्तै हो, सेम लेजरमा क्लिक गर्ने होइन, क्रिएट क्लिक गर्नुहोस् अनि त्यसपछि यहाँ लेख्नुहोस् पर्चेस एकाउन्ट होइन। ल यहाँ हामीले चाहिँ के हाल्ने हो, पर्चेस एकाउन्ट हाल्ने है। पर्चेस एकाउन्ट यसरी चाहिँ हाल्नुहोस् अनि चाहिँ नर्मल राउन्डिङ हाल्नुहोस् है। ल ल यो सिम्पली चाहिँ हामीले चाहिँ डिफल्ट हालौँ है। ल पर्चेस एकाउन्ट बन्यो होइन। अब चाहिँ के भनेको छ, भ्याट लेजर पनि 13% को गराउने। यहाँ क्यालकुलेसन अन भ्यालु भनेको छ है। क्यालकुलेसन अन भ्यालु भनेपछि यहाँ चाहिँ हामीले चाहिँ के हो, भ्याट 13%, भ्याट 13% इन्टर गर्नुहोस्। अब हामीले चाहिँ अन्डर ड्युटिज एन्ड ट्याक्सेसमा क्लिक गर्नुहोस् होइन। ड्युटिज डी प्रेस गर्दा हुन्छ, ड्युटिज एन्ड ट्याक्सेस यहाँ क्लिक गर्नुहोस्। त्यसपछि अदर्समै क्लिक गर्नुहोस्। कति पर्सेन्ट भ्याट त 13% हो हाम्रो नेपालको। अब चाहिँ मेथड अफ क्यालकुलेसन भनेको छ है। यहाँ के हाल्ने त, यहाँ भनेको छ अन भ्यालु भनेको छ है। अन भ्यालु यहाँ हामीले चाहिँ लेखौँ है, यहाँ फेरि कमान्ड दिउँ होइन। अन भ्यालु इज नट सोइङ when creating VAT 13% when purchased from supplier, it shows below अप्सन के दिइरहेको छ त हामीलाई, एडिसनल ड्युटी अरू के छ, अन टोटल सेल्स बेचेपछि टोटल होइन, सरचार्ज अन ट्याक्स, चार्ज अन ट्याक्स होइन, त्यसपछि ट्याक्स बेस्ड अन आइटम, सो विच सुड आई चुज। त हामीले कुन चुज गर्नुपर्ने हो, यहाँ क्वेसन गऱ्यौँ होइन। ट्याक्स बेस, यहाँ के भनेको ट्याक्स बेस्ड अन आइटम रेट, ट्याक्स बेस्ड अन आइटम रेट भनेको छ है। ल हामीले चाहिँ यही नै क्लिक गरौँ लास्टको। अझै राउन्डिङ मेथड नर्मलै राख्नुहोस् होइन, अनि चाहिँ वाइ प्रेस गर्नुहोस्। ल यो पनि भयो, हाम्रो भ्याटको बन्यो। अब चाहिँ हाम्रो चाहिँ एक्स्ट्रा ट्याक्स 5% कस्टम ड्युटी हो, बर्डरबाट ल्याउँदाखेरि उनीहरूले पनि लिन्छ होइन। त्यही भएर चाहिँ अब यसको क्रिएट गर्नको लागि सेम प्रोसिड्युर, यो हाल्नुहोस्। हाम्रो चाहिँ त्यही हो, ड्युटिज एन्ड ट्याक्सेस। यहाँबाट चाहिँ 5% है। ल हामीले चाहिँ के हाल्ने भनेपछि अन भ्यालु दिएको छैन, त्यही भएर चाहिँ हामीले चाहिँ त्यही गर्ने, ट्याक्स बेस्ड अन आइटम्स। हामीले चाहिँ राउन्डिङ राखौँ, ल हाम्रो चाहिँ ट्याक्सको पनि बन्यो। अब चाहिँ हामीले चाहिँ डिस्काउन्ट भएको है, अन टोटल सेल्स होइन भएपछि
हामीलाई चाहिँ पुरा जोडेपछि बल्ल चाहिँ हामीले चाहिँ डिस्काउन्ट हाल्नेछौँ। ल, यसको लागि चाहिँ हामीले चाहिँ डिस्काउन्ट होइन, इन्डाइरेक्ट एक्सचेन्जमा हाल्ने पर्ने हुन्छ। हामीले चाहिँ डिस्काउन्ट एकाउन्ट हामी चाहिँ इन्डाइरेक्ट इन्डाइरेक्ट केमा हो, इन्डाइरेक्ट एक्सपेन्सेसमा हो। यसमा चाहिँ क्लिक गर्नुहोस् होइन, अनि यसमा चाहिँ क्लिक गर्नुहोस्, नर्मल राउन्डिङमा क्लिक गर्नुहोस् होइन। अब चाहिँ सबै सेम हाल्ने, अनि चाहिँ वाइ गर्ने है। ल, अब चाहिँ हाम्रो सेल्सको पनि यो पछि गराउने है। पहिला पर्चेसको हामीले इन्ट्री गरौँ, त्यसपछि हामी चाहिँ सेल्सको गर्नेछौँ है। ल, पहिला पर्चेसको। अब चाहिँ इन्ट्रीलाई चाहिँ हामीले चाहिँ के गर्ने, स्टकमा हाल्ने होइन। जस्तो हजुरको चाहिँ जानुहुन्छ भाटभट्टीमा नेपालको अथवा विदेशमा, उनीहरूले चाहिँ बारकोड यसरी चाहिँ स्क्यान गर्छ है। स्क्यान गरेपछि अटोमेटिक चाहिँ होइन त्यो प्रोडक्ट हेराइहाल्छ र त्यसको प्राइस पनि हेराइहाल्छ। डिस्काउन्ट छ भने त्यहाँ डिस्काउन्ट पनि हालेर हजुरलाई चाहिँ बिल काटेर दिन्छ। यो कसरी हुन्छ त, अटोमेटिक आउँछ त तिनीहरूको कम्प्युटर स्क्रिनमा नाम आइटमहरूको, यो त्यसलाई के भन्छ, स्टक म्यानेजमेन्ट हो। चाहिँ यिनीहरूले पहिले फिल गरेर डाटा राखेको हुन्छ। ल, हामीले पनि त्यस्तै गरौँ। अब स्टक बनाउनको लागि सिम्पली चाहिँ हजुरले चाहिँ ब्याक जानुहोस् है। यहाँ आएपछि हजुर चाहिँ हो यो इन्भेन्ट्री सेक्सनमा चाहिँ गएर गर्नुहोस् होइन। इन्भेन्ट्रीमा क्लिक गर्नुहोस्, स्टक आइटममा क्लिक गर्नुहोस्, अनि चाहिँ यहाँ हामीले चाहिँ क्रिएटमा क्रिएट गरौँ। अब चाहिँ स्टक गरौँ है। ल, हामीले चाहिँ सपोज एएसयुएस ल्यापटप हामीले चाहिँ गरौँ। ल, यो हो। ल, हामी नयाँ गरौँ है। हामीले चाहिँ यहाँ लेखौँ होइन, नयाँ ग्रुप गरौँ स्टक आइटमको। लेट्स से अलि सप स्टक स्टक्स होइन। यो गरौँ, यो इन्टर गरौँ, प्राइमेरी अन्डर प्राइमेरी। यहाँ हामीले चाहिँ क्वान्टिटिज अफ आइटम यस गरौँ होइन, अनि वाइ गरौँ। अब चाहिँ युनिट कुन युनिटमा हुन्छ त, हाम्रो जस्तो किलोग्राम, पिस होइन, अथवा चाहिँ ग्राम, अरू क्वान्टिटी, एमाउन्ट थुप्रै टाइपको। तर हामीले चाहिँ यो पिस लिन्छौँ है। एउटा कम्प्युटरलाई चाहिँ हामीले चाहिँ एउटा पिस लेखौँ है, सर्ट फर्म पिस लेखौँ होइन। अनि फर्मल नेम पिस गरौँ है। यसलाई फेरि इन्टर गरौँ, फेरि वाइ गरौँ, भएन। फेरि हामीले चाहिँ इन्टर गरौँ, यसले यत्तिकै छोडौँ, अनि वाइ गरौँ। हाम्रो चाहिँ एएसयुएस यो स्टक चाहिँ हाम्रो आयो है। ल, अब चाहिँ हामी चाहिँ क्रिएट गरौँ है फेरि अर्को लेनोभो ल्यापटप। यसरी चाहिँ क्लिक गर्नुहोस् होइन, फेरि क्लिक गर्नुहोस्, क्लिक गर्नुहोस्। हामीले चाहिँ यसमा हाल्ने हो, यो चुज गर्नुहोस् होइन, पिस नै हो। फेरि इन्टर गर्नुहोस्, फेरि वाइ गर्नुहोस्, दुईवटा भयो होइन। यहाँ हेर्नुहोस्, दुईवटा भयो हाम्रो। अब थर्ड चाहिँ हामीले चाहिँ एचपी ल्यापटप। कन्सेप्ट एउटै हो। सपोजहरू चाहिँ डेली इआरपीमा हुनुहुन्छ पुरानो इन्स्टिट्युट, सपोज चाहिँ हजुर चाहिँ डेली इआरपीमा हुनुहुन्छ भनेपछि यो सेम प्रोसिजर हो। नेभिगेसन यो स्टक बढाउने यताउता हुनसक्छ होइन, कहाँ खोज्ने भनेर, तर प्रोसिजर एउटै है। ल, लिनोभो बन्यो। अब थर्ड चाहिँ हामी चाहिँ केमा भनेपछि एचपी ल्यापटप है। एचपी ल्यापटप यहाँ क्लिक गर्नुहोस्, क्लिक गर्नुहोस्, क्लिक गर्नुहोस्। हामीले यसमा यो ग्रुपमा हाल्नेछौँ, क्लिक गर्नुहोस्, पिस नै हो, इन्टर गर्नुहोस्, अनि फेरि इन्टर गर्नुहोस्, इन्टर भयो। अब चौथो चाहिँ हामी चाहिँ डेल ल्यापटप है। कन्ट्रोल सी गर्नुहोस्, अनि त्यसपछि चाहिँ फेरि इन्टर गर्नुहोस्, फेरि केमा हाल्ने, हामीले चाहिँ यो ग्रुपमा हाल्ने,
यहाँ क्लिक गर्नुहोस् पिसेस अनि फेरि चाहिँ हामीले चाहिँ फेरि इन्टर गर्नुहोस् भइहाल्यो। चारवटा लास्ट चाहिँ हाम्रो एप्पल ल्यापटप। यहाँ के भनेको छ नम्बरमा राख्न भनेको छ है, हामीले चाहिँ केमा राखेको छौँ पिसमा। अहिले हामीले चाहिँ चेन्ज गरौँ है, अहिले हामीले चाहिँ चेन्ज गरौँ है। ल हामीले चाहिँ यसलाई चेन्ज गरिदिउँ है। ल है यो भयो। र हामीले चाहिँ नयाँ क्रिएट गरौँ है। एउटा चाहिँ हामीले चाहिँ नम्बरमा राखौँ है, यसलाई नम्बरमा राखौँ। नम्बर चाहिँ ठिक हुन्छ। अनि यसमा क्लिक गर्नुहोस्, फेरि क्लिक गर्नुहोस्, फेरि क्लिक गर्नुहोस्। ल भयो होइन। हामीले चाहिँ यिनीहरूको चेन्ज गर्नुपर्ने छ। हामीलाई के गर्ने हो, चेन्ज गर्ने हो, युनिट चाहिँ चेन्ज गर्ने हो है। त्यसको लागि चाहिँ हामीले चाहिँ अल्टरमा जानुपर्ने हुन्छ है। टेलीमा आउनुभयो, त्यसपछि यहाँ भाउचरमा क्लिक गर्नुहोस् है। एकाउन्टेन्ट बुक्समा जानुहोस् पहिला, त्यसपछि यहाँ भाउचर भनेर चाहिँ दिएको छ होला, यहाँ हेर्नुहोस्, यहाँ चाहिँ दिएको छ है। सरी है, यहाँ हाम्रो चाहिँ मेन गेटवे टेलीमा आएपछि यहाँ अल्टरमा क्लिक गरेपछि यहाँ चाहिँ हाम्रो छ है स्टक आइटम भनेर चाहिँ हामीले चाहिँ युनिटमा क्लिक गर्दाखेरि हामीले चाहिँ नम्बरलाई होइन हटाउन सक्छौँ। हामीले चाहिँ यो पिसलाई यहाँ क्लिक गर्नुहोस् अनि यसलाई चाहिँ हामीले चाहिँ डिलिट गर्ने हो। अल्ट प्लस डी हाल्ने, भइरहेको छैन। हामी चाहिँ यहाँ आउँछौँ होइन स्टक आइटममा, हो स्टक युएसमा आउँछौँ, हो यहाँ चाहिँ चेन्ज गर्ने हो कि यहाँ बल्ल अपडेट गर्न मिल्छ। हामीले चाहिँ नम्बरमा हाल्यौँ है। ल ल अब चाहिँ हामीले चाहिँ डेलको गरौँ है। डेलको हामीले चाहिँ यसलाई पनि नम्बरमा चाहिने है। ल ल इन्टर गर्ने। अब हामी चाहिँ एचपीको पनि हामीले चाहिँ के गर्ने हो, नम्बरमै चाहिने हो है। ल ल इन्टर इन्टर। अब लेनोभोको पनि हामीले चाहिँ सेम चाहिने हो। यहाँ हामीले अपडेट गरिरहेछौँ है पिसेसलाई नम्बरमा, इन्टर इन्टर इन्टर। ल भयो सबै है। ब्याक जाम एससीबाट। अब चाहिँ हामीले चाहिँ गेटवे र भाउचरमा जाऊँ है। गेटवे यहाँ भयो, भाउचरमा क्लिक गर्नुहोस्। अब चाहिँ पर्चेस इन्ट्री हामीले चाहिँ गर्न गइरहेको छौँ। F9 पर्चेस यहाँ चाहिँ दिएको होला, F9 यहाँ पर्चेस, यहाँ क्लिक गर्नुहोस्, यहाँ चेन्ज भइहाल्छ। पर्चेस नम्बर 1 सप्लायरको इन्भोइस नम्बर। अब चाहिँ हामीले चाहिँ जुन चाहिँ बिल दिएको छ हाम्रो सप्लायरले चाहिँ त्यो चाहिँ हेर्नुपर्ने हुन्छ है, त्यो चाहिँ हेर्नुपर्ने हुन्छ। यहाँ दिएको छ, सपोज दिएको छैन भने हामी फेक डाटा हाल्छौँ है। तर हजुरकोमा रियल कम्पनीमा काम गर्दाखेरि दिन्छ है। ल हामीले चाहिँ सप्लायरको इन्भोइस नम्बर 1 2 3 हाल्यौँ है। यहाँ डेट हाल्नुहोस्। त्यसपछि यहाँ पार्टीको एकाउन्ट आफ्नो सप्लायरको हामीले चाहिँ यहाँ पहिल्यै गराइसकेछौँ है। टेक ग्याजेट्स हाम्रो सप्लायर कुन हो, छैन भने यहाँ डाइरेक्टली हजुरले चाहिँ यहाँबाट पनि हजुरले चाहिँ तुरन्तै लेजर गराउन सक्नुहुन्छ सप्लायरको। हामीले पहिल्यै गराइसकेको छौँ, त्यही भएर हामीले चाहिँ पहिले गराएको सकेको छौँ। यहाँ क्लिक गर्नुहोस्। क्लिक गरेपछि यो एउटा नोट हो, जे पनि दिन सक्नुहुन्छ होइन। सेम होइन, हजुरले चाहिँ यहाँ हजुरले चाहिँ लेख्न सक्नुहुन्छ हजुरको इन्भोइस बिलमा जे छ। सपोज डक नम्बर होला होइन, डिस्पेच थ्रु कहाँबाट डिस्पेच होला, कहाँ पुग्ने हो, त्यो पनि एजेन्टको नाम, कुन एजेन्टबाट आएको हो होइन, कुन डेट, त्यसपछि मोटरसाइकलको भेहिकलको नम्बर, ट्रकहरूबाट आएको छ त्यसको पनि यो हजुरले राख्न सक्नुहुन्छ। यसरी चाहिँ हजुरले चाहिँ फेरि इन्टर क्लिक गर्नुहोस्। फेरि होइन यो सप्लायरको इन्फर्मेसनहरू हो। यसरी चाहिँ हजुरको भयो। हाम्रो चाहिँ के हो, पर्चेस एकाउन्ट है। यसमा चाहिँ हामीले क्लिक गर्ने हो पर्चेस एकाउन्ट हो। यो पनि हामीले चाहिँ गरिसकेको छौँ होइन, यो पनि गरिसकेको छौँ पर्चेस लेजर। त्यही भएर चाहिँ यहाँ हाल्दा सजिलो भइरहेको छ।
नभए हजुरले चाहिँ डाइरेक्टली क्रिएट गर्न सक्नुहुन्छ। सपोज यहाँ गएर हजुरले चाहिँ क्रिएट गर्न सक्नुहुन्छ। बुझ्नुभयो? ल, यसरी चाहिँ हजुरलाई एउटा एउटा गर्न मन लागेको छैन भनेपछि कन्ट्रोल ए थिच्ने है, फेरि कन्ट्रोल ए, सबै भइहाल्छ होइन। ल, अब चाहिँ हामीले चाहिँ यो इन्टर इन्टर गरौँ है, एएसयुएस। यो हजुरले चाहिँ लेख्नु पर्दैन है, यहाँ हामीले चाहिँ पहिल्यै छ है, ग्रुपबाट आएको छ। कतिवटा त एउटा, यहाँ जे छ बिलमा त्यस्तै हाल्ने है, एउटा क्वान्टिटी होइन। रेट कति छ त, 80,000 भयो। डिस्काउन्ट दिने हो कि नै, डिस्काउन्ट लास्टमा एकैचोटि हालिसक्यो कि नै। एउटा एउटा प्रडक्टको डिस्काउन्ट पनि हाल्न सक्नुहुन्छ, अथवा चाहिँ पुरै प्रडक्टमा डिस्काउन्ट छ भने पनि त्यो पनि हाल्ने हुन्छ। ल, हामी चाहिँ पुरै प्रडक्टमा हाल्नेछौँ है, एउटा एउटा बनाए, त्यसपछि यसलाई खाली छोड्ने, यहाँ यसरी भयो। त्यसपछि अर्को के छ, लेनोभो यसरी टाइम हल क्लिक गर्नुहोस् होइन। त्यसपछि एउटै पिस हो, यो पनि नम्बर, सरी है, नम्बर चेन्ज गरेछौँ हामीले, 75,000 होइन, 75,000। फेरि क्लिक 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 गर्नुहोस्। फेरि एचपी, यहाँ एचपी ल्यापटप आयो, यहाँ क्लिक गर्नुहोस् होइन। एउटा आइटम, एउटा नम्बर, यसको पनि प्राइस 70,000। फेरि इन्टर गर्नुहोस्। फेरि डेल, हाम्रो चाहिँ डेल, यहाँ हेर्नुहोस् है, आइसक्यो, किनकि हामीले स्टक पहिल्यै गराइसकेको छ। स्टक लेजर हामीले पहिल्यै गराएको छौँ, डाइरेक्ट अब भाउचर गराइरहेको छौँ है, त्यही भएर चाहिँ हाम्रो इजी भइरहेको छ। डेल एक पिस 85,000 होइन, 85,000। ल ल, यो भयो। लास्ट हाम्रो एप्पल, एप्पल 1,20,000 है। ल, 1,20,000। ल, 1 टेन्स 100,000 10,000 लाख, 1,20,000। सरी है, यहाँ क्वान्टिटी हुनुपर्ने हो, यहाँ चाहिँ प्राइस हुनुपर्ने हो, 1,20,000, 1 टेन्स 100,000 10,000 लाख। ल, यो हो होइन, टोटल भयो। अब हामीले चाहिँ डिस्काउन्ट हाल्ने है, पहिला हामी भ्याट हालौँ, त्यसपछि डिस्काउन्ट है। ल, हाम्रो चाहिँ भ्याट 13% हो। अब भ्याट हाल्नको लागि यहाँ एउटा क्लिक गरेर हुन्न है, लास्टमा आउनुहोस् है, फेरि एकचोटि क्लिक गर्नुहोस्। अब यहाँ चाहिँ भ्याट यसरी लेख्नुहोस् है, हजुरको चाहिँ यहाँ खुल्छ है लेजर, जुन चाहिँ हामीले भ्याट 13% गराएको, यहाँ क्लिक गर्नुहोस्, अटोमेटिकली चाहिँ एप्लाई हुन्छ। बुझ्नुभयो? यहाँ चाहिँ 13% भ्याट लागू भइरहेको छैन है। के गर्ने, यसलाई चाहिँ हामी चाहिँ डिलिट गरौँ है। यसलाई यहाँ गएर सरी, हाम्रो चाहिँ यो हामी चाहिँ लेजरमा जाऊँ है, लेजर हामीले चाहिँ यो जुन गराएको छौँ लेजरमा,
यहाँ चाहिँ हामीले चाहिँ चेन्ज गर्नुपर्ने हो लेजर हाम्रो 13% भ्याटको। यहाँ चाहिँ हामीले अन टोटल सेल गरौँ है। ल अब चाहिँ काम गर्छ है। ल हामी चाहिँ भाउचरमा जाम। हामी चाहिँ के को चाहिन्छ पर्चेसको सेलेक्ट गरेछौँ होइन। इन्भोइस नम्बर 1 2 3 हाल्नुहोस् होइन, डेट हाल्नुहोस्। यो चाहिँ टेक ग्याजेट्स आयो, यो चाहिँ सप्लायर यसरी चाहिँ मजाले यसरी चाहिँ। ल हाम्रो यो के हो पर्चेस अकाउन्ट, यसको पनि लेजर गराइसकेछौँ। अब चाहिँ फेरिदेखि गरौँ है। ASUS 185,000 Lenovo one piece कति छ 75,000 अर्को के छ HP one piece 70,000 Dell एक पिस प्राइस कति त 85,000 होइन। यो चाहिँ एप्पल एक पिस 1,20,000। ल अब चाहिँ हामी चाहिँ भ्याट हालौँ है। दुईचोटि इन्टर गर्नुभयो, भ्याट 13% क्लिक गऱ्यो भने यहाँ हजुरको आयो। हल्ल हामी चाहिँ चेन्ज गर्नुपर्ने हो अन टोटल सेल्स है। 13% भ्याट गरेपछि हाम्रो चाहिँ यति आइरहेको छ। अब हाम्रो टोटल कति आयो त 13% भ्याट गरेपछि हजुरको 4,35,000 भइरहेको छ भनेपछि 56,550 यो चाहिँ 13% भ्याट जोडेपछि 4,51,000 यो टोटल भयो। ठिक छ। अब चाहिँ हामीले चाहिँ डिस्काउन्टै होइन ट्याक्सको पनि छ है हामीसँग पैसा, यो पनि जोडौँ है। ट्याक्स 5% होइन। यहाँ ट्याक्सको आइरहेको छैन, किन आइरहेको छैन भनेपछि हामीले चाहिँ यो ट्याक्सको हामीले चाहिँ चेन्ज गर्नुपर्ने हो कि खास गरी यो अन टोटल सेल्स नै गर्नुपर्ने हो खास गरी। ल हामी चाहिँ अर्को गरौँ बरु, डिलिट गर्नुभन्दा पहिला हामी अर्कै गरेँ होइन। ट्याक्स 5% कस्टम ड्युटी यसरी चाहिँ गरिदिउँ होइन। इन्टर कति पर्सेन्ट हो 5% हो। यहाँ चाहिँ हामीले चाहिँ अन टोटल सेल्स गर्ने हो है, बुझ्नुभयो। टेक्स्ट अन आइटम गर्ने होइन। ल अनि चाहिँ नर्मल राउन्डिङ त्यो अर्कोवाला डिलिट गर्दा हुन्छ होइन, तर हामीले चाहिँ यहाँ नयाँ गराइदिन्छौँ, पछि डिलिट गर्दा हुन्छ। बल्ल आयो होइन हाम्रो 5%। अब हामीले चाहिँ डिस्काउन्ट दिउँ है। डिस्काउन्टको हामीले चाहिँ पहिले बनाएको छ, यहाँ हेर्नुहोस् है। डिस्काउन्ट एकाउन्ट कति पर्सेन्ट डिस्काउन्ट दिने त? ल 10% डिस्काउन्ट है। ल हाम्रो चाहिँ 10% डिस्काउन्ट दिँदाखेरि 43,500 हाम्रो टोटल कति भयो 5,56,800 रुपियाँ चाहिँ हाम्रो चाहिँ टोटल दिनुपर्ने हो सप्लायरलाई। यति चाहिँ हाम्रो भइरहेको छ। यति पे गरेपछि हजुरको चाहिँ यो इन्ट्री गर्नुभयो, बुझ्नुभयो। अब चाहिँ के गर्ने, हजुर चाहिँ 5वटा पिसको यति भइरहेछ 13%, 5%, 10% यो यसको भ्याट डिस्काउन्ट कस्टम ड्युटी जोडे चाहिँ टोटल 5,56,000 भइरहेको छ। फेरि इन्टर गर्ने होइन, फेरि इन्टर गर्ने। यहाँ रेफरेन्स दिन सक्नुहुन्छ हजुरले चाहिँ 1 2 3 4
सप्लायर पर्चेस्ड इन्ट्री यसरी चाहिँ हामीले चाहिँ दिनुपर्ने हो। त्यसपछि हजुरले लेख्नुहोस् भयो। अब चाहिँ नेरेसन लेख्नुहोस् है। यहाँ हेर्नुहोस् इन्टर इन्टर गर्दै जाने हो। नेरेसन पर्चेस्ड इन्ट्री डन ओके क्लिक गर्नुहोस्। यहाँ चाहिँ फेरि इन्टर गर्नुहोस्। हजुरको चाहिँ भयो। पर्चेस इन्ट्री गएर गएर चाहिँ कहाँ हेर्ने हो, इएससीमा क्लिक गर्नुहोस् होइन। ब्याक जानुहोस्, यस गर्नुहोस्। हामीले चाहिँ पर्चेस इन्ट्री कहाँ हेर्ने त, गेटवे अफ टेलीमा आउनुभयो होइन। यहाँ डिस्प्ले मोर रिपोर्टमा जानुहोस्, एकाउन्टेन्ट बुक्समा जानुहोस्। यहाँ हजुरले चाहिँ भाउचरमा जानुहोस् होइन। यहाँ हेर्नुहोस् है। अनि चाहिँ यसरी चाहिँ यहाँ हेराइरहेको छ भनेपछि हामीले डे बुकमा जाने हो। सरी, डे बुकमा जानुहोस्। यहाँ हेर्नुहोस् है, हामीले चाहिँ एउटा पर्चेस इन्ट्री गरिसकेको छौँ। यहाँ हेर्नुहोस्, यहाँ क्लिक गरेपछि 5,56,800। अब चाहिँ हामीले चाहिँ यसमध्ये दुईवटा चाहिँ हामीले चाहिँ बेचिसक्यौँ है सपोज। ल अब यो भयो इन्ट्री होइन। दुईवटा बेचिसक्यौँ भनेपछि त्यो चाहिँ हेराउनु पर्ने हो। सपोज एएसयुएस र एचपी ल्यापटप हामीले चाहिँ बेचिसक्यौँ 90,000 र 80,000 अब त्यसको चाहिँ अलग्गै गराउनु पर्ने हुन्छ सेल्स भाउचर। बुझ्नुभयो। अब चाहिँ सपोज हजुरले चाहिँ बिल बनाएर हजुरले चाहिँ बेच्नुभयो कस्टमरलाई। कस्टमरलाई बेच्नुभयो, बेचेपछि हजुरले चाहिँ फेरि आफ्नो चाहिँ टेलीमा यहाँ आएर चाहिँ हजुरले चाहिँ इन्ट्री गर्नुपर्ने हुन्छ। बुझ्नुभयो। ल अब हामी त्यसलाई इन्ट्री गरौँ है। ल हामीले चाहिँ यो इन्ट्री गरिसक्यौँ है। अब चाहिँ यहाँ हेर्न सक्नुहुन्छ टोटल ब्यालेन्स। डबल क्लिक गर्नुहोस् होइन। यो 5वटा चाहिँ हामीले चाहिँ पिस इन्टर गरिसक्यौँ। सरी, नम्बर भनौँ होइन, 5वटा कम्प्युटर हामी चाहिँ सप्लायरबाट किनेर आफ्नो चाहिँ टेलीमा इन्टर गरिसक्यौँ पर्चेस भाउचर। हो यहाँ टोटल हेर्न सक्नुहुन्छ 5,56,800। अब चाहिँ हामी दुईवटा सपोज यसबाट हामी चाहिँ बेचिसक्यौँ र अब हामीले चाहिँ बेचेपछि त्यो बिल कस्टमरले दियौँ। अब चाहिँ हामी चाहिँ यसमा चाहिँ टेलीमा इन्ट्री हाल्ने हो होइन, सेल्स भाउचर भनेर। अनि त्यसपछि यो अटोमेटिक चाहिँ हजुरको यो अपडेट हुन्छ होइन। 5वटा पिस हजुरको दुईवटा बिकेपछि 3वटा बच्छ। अनि यहाँ पनि ब्यालेन्स कटौती हुन्छ र हजुरको एन्डमा, सालको एन्डमा हजुरले चाहिँ पुरा समरी हेर्न सक्नुहुन्छ। प्रफिट भयो, लस भयो, यहाँ सफ्टवेयरबाट हजुरले टेलीबाट हेर्न सक्नुहुन्छ। मेनुअली चाहिँ हजुरले चाहिँ कपी कलर लिएर चाहिँ क्यालकुलेट गर्नु पर्दैन। त्यही भएर चाहिँ सफ्टवेयरहरूको प्रयोग गरिन्छ ट्र्याक गर्नको लागि। स्टकहरू हजुरको ट्र्याक हुन्छ, प्रफिटमा छ कि लसमा छ होइन। कम्पनी खोल्दा कति चाहिँ हजुरले चाहिँ इन्भेस्टमेन्ट लगाउनु भएको छ, कति उधारो छ हजुरको, कति उधारो लिन बाँकी छ, कति उधारो दिन बाँकी छ, सबै चाहिँ यहाँ रेकर्ड हुन्छ। त्यही भएर चाहिँ हामीले चाहिँ बिल दिएपछि होइन, त्यही भएर चाहिँ हामीले चाहिँ टेलीमा इन्ट्री गर्छौँ। अथवा चाहिँ मेनुअली बिल नदिएर हामीले चाहिँ एक्सेलमा हुन्छ होइन। कुनै कुनै सफ्टवेयरहरूमा यो टेलीहरूमा अथवा एडभान्समा जस्तो एआरपी, माइक्रोसफ्ट डाइनामिक्स, त्यसबाट चाहिँ बिलहरू पनि जेनेरेट गरिन्छ। बिल जेनेरेट गर्ने बित्तिकै अटोमेटिक चाहिँ हजुरको चाहिँ यो अपडेट हुन्छ है, यो एकाउन्टिङ सफ्टवेयरहरू। त थुप्रै थुप्रै लेभलहरूको सफ्टवेयर्सहरू छ एकाउन्टिङको। टेली बिगिनर लेभल होइन, इन्टरमिडिएट लेभल, सानो सप छ, मिडियम लेभलको होइन, ठुलो इन्टरप्राइज लेभलको जस्तो कुनै फ्याक्ट्री भयो ठुलो जस्तो युरोप कन्ट्रिज, मिडल इस्ट कन्ट्रिजमा इआरपी, माइक्रोसफ्ट डाइनामिक्सहरू जस्तो सफ्टवेयरहरू प्रयोग गरिन्छ होइन, स्टक म्यानेजमेन्टको लागि, एकाउन्टिङको लागि। ल अब हामी दुईवटा बेचिसक्यौँ। अब चाहिँ यसलाई चाहिँ सेल्स भाउचर चाहिँ क्रिएट गर्नुपर्ने हुन्छ। सपोज एएसयुएस ल्यापटप हामी चाहिँ 90,000मा बेच्यौँ। यहाँ हाम्रो प्राइस कति छ एएसयुएस ल्यापटपको, 85,000, 5,000 मुनाफा खायौँ। र हामीले चाहिँ एचपी ल्यापटप पनि बेचिसक्यौँ है।
यहाँ एचपी ल्यापटप पनि 85,000 हामीले चाहिँ बेचेछौँ। सरी है, हाम्रो चाहिँ 85,000 होइन, 70,000 छ। हामीले चाहिँ बेचेछौँ 85,000 है। ल, अब चाहिँ सेल्स भाउचर हामीले चाहिँ गराउनु पर्ने हुन्छ। त्यसको लागि चाहिँ सेम प्रोसिड्युर त्यही हो। ब्याक जाम होइन, गेटवे अफ टेलीमा आउनुभयो सुरुकोमा। अब चाहिँ भाउचरमा जानुहोस्। अब चाहिँ के भनेको छ यहाँ, भाउचर F8 हामी पर्चेस गराइसकेका छौँ। अहिले पर्चेसमा छौँ है हामी। र हामी सेल्स भाउचर गरेको छ, यसमा क्लिक गर्नुहोस्। अनि यहाँ पार्टीको एकाउन्ट नेम भनेछ दिनलाई होइन। हामीले चाहिँ पार्टीको एकाउन्ट नेम दिने हो। हामी चाहिँ नयाँ गरौँ है यसलाई। यसलाई चाहिँ नयाँ गराउनु पर्ने हुन्छ। नयाँ गरौँ है। हाम्रो के हो भनेपछि लेट्स चाहिँ हाम्रो कस्टमर ए हामीले चाहिँ बाँटेछौँ होइन। अब चाहिँ हामीले चाहिँ सन्ड्री डेबिटर्समा हाल्ने होला है, किनकि हामी चाहिँ बेचिछौँ। फर सेल्स भाउचर कस्टमर ए क्रिएट भाउचर स्टेप्स दिनु भनेछौँ हामीले चाहिँ। अब हेरौँ यसले स्टेप दिन्छ है। लेजरमा सन्ड्री डेबिटर्स, जसरी मैले भने है, सन्ड्री डेबिटर्स चाहिँ हामीले चाहिँ चुज गर्नुपर्ने हुन्छ। सन्ड्री डेबिटर्स यहाँ हेर्नु छ, यसरी क्लिक गर्दा हुन्छ। मेन्टेनेन्स बाई बिल यस गर्ने होइन। यसरी चाहिँ गर्दै आउने हो। त्यसको एड्रेस पनि लेख्दा हुन्छ होइन। सपोज भइरहेको छ होइन, जुन कस्टमरलाई हजुरले चाहिँ बेच्नु भएको छ। यहाँ प्यान नम्बर हजुरको चाहिँ ट्याक्स हजुरले हाल्न सक्नुहुन्छ। फेरि इन्टर गर्नुहोस् कस्टमर ए भनेर चाहिँ। डेलिभरी नोट सोल्ड टु कस्टमर ए टु ल्यापटप्स। यहाँ डेट हाल्नुहोस् होइन, हजुरले हाल्न सक्नुहुन्छ अथवा त्यतिकै छाडे हुन्छ। फेरि इन्टर गर्नुहोस् होइन। अब हामीले चाहिँ सेल्स लेजरमा हामीले चाहिँ के हाल्ने हो त, यहाँ हेर्नुहोस् है। सेल्स लेजरमा हामीले चाहिँ सेल्स हाल्नुपर्ने हुन्छ है। सेल्स, यसको लागि चाहिँ हामीले चाहिँ गराउनु पर्ने हुन्छ है। नयाँ लेजर गराउनु पर्ने हुन्छ। नाउ क्रिएट सेल्स लेजर। सेल्स लेजर केमा हुन्छ, सेल्स एकाउन्ट्सको अन्डरमा बन्छ है। यहाँ नयाँ क्लियर गरौँ। यहाँ चाहिँ हामीले लेखौँ सेल्स होइन, सेल्स एकाउन्ट चाहिँ सेल्स एकाउन्टमा क्लिक गरौँ ल। यो भयो, नर्मल राउन्डिङ राखौँ होइन। ल यो भयो होइन। यहाँ क्लिक गर्दाखेरि कस्टमर एलाई चाहिँ हामीले चाहिँ गर्ने हो। कन्ट्रोल ए अहिले चाहिँ सेल्स लेजरमा चाहिँ हामीले चाहिँ यो सेल्स एकाउन्ट हामीले चाहिँ गर्ने हो होइन। अब चाहिँ यहाँ हामीले चाहिँ दुईवटा पिस बेचिसकेको छौँ है। यहाँ माथि जाम। अब हामी चाहिँ एएसयुएस ल्यापटप कतिमा बेचेछौँ हामीले चाहिँ 90,000। एउटा बेचेछौँ कतिमा, 90,000। अर्को चाहिँ एचपी ल्यापटप
80,000 में। यहाँ चाहिँ 79,000 भन्दा के भनिरहेको छ एकछिन है, हेरौँ है। ए सरी है, यहाँ चाहिँ हामीले चाहिँ स्टकमा वान हाल्ने है, सरी है, 80,000। यहाँ स्टक सिक्दै भने पनि भनिरहेछ कि बढी भयो भनेर यहाँबाट ल हामीले चाहिँ यसलाई डिस्काउन्ट दिइसक्यो किनभने त्यो पनि हाल्ने हुन्छ एउटा एउटा प्रडक्टमा र हामीले दिएको छैनौँ है। ल हामीले चाहिँ यसको भ्याट पनि जोडेछौँ है, हामीले चाहिँ यसको भ्याट पनि जोडेछौँ, हुन्छ। ल टोटल कति भयो त 170 भइरहेछ र 22,100 रुपियाँ यो यति भइरहेछ, 1,92,000 होइन। ल अब क्लिक गरौँ, क्लिक गरौँ, क्लिक गरौँ, क्लिक गरौँ, न्यू रेफरेन्स सोल्ड टु ल्यापटप टु कस्टमर, यो खालि रेफरेन्सको लागि हो होइन। यति चाहिँ हामीले चाहिँ बेच्यौँ होइन, त्यही भएर चाहिँ यसलाई डेबिट साइडमा राखेको छ। नेरेसन लेखिदिउँ, सोल्ड टु कस्टमर ए टु कस्टमर ए, ओके, टु ल्यापटप्स, इन्टर गरौँ, इन्टर गरौँ। ल हाम्रो भयो है, सेल्स पनि हाम्रो भयो। अब चाहिँ हामी हेरौँ है, यसरी चाहिँ हजुरले चाहिँ बेच्नुभयो, किन्नुभयो सप्लायरबाट, फेरि बेचिराख्नु भएको छ, किन्नुभएछ सप्लायरबाट, बेचिराख्नु भएको छ कस्टमरलाई, किन्नुभएछ सप्लायरबाट, फेरि बेचिराख्नु भएको छ कस्टमरलाई। यो सबै चाहिँ हजुर चाहिँ रिकर्ड राख्नुभयो, रिकर्ड राख्नुभयो, रिकर्ड राख्नुभयो, साल हजुरको पुरियो है, हजुरको साल पुरियो, भदौको लास्ट आयो। अब चाहिँ हजुर चाहिँ पुरै चाहिँ हजुरले चाहिँ आफ्नो समरी हेर्नुहुन्छ, कति फाइदा भयो, कति नोक्सान भयो होइन, कति सोल्ड गरे होइन। अब त्यो हेर्नको लागि कहाँ जाने त, डिस्प्ले मोर रिपोर्ट्समा जाने होइन, इन्भेन्ट्री बुक्समा जाने, अनि स्टक आइटममा जाने। यहाँ स्टक आइटम हजुरले चाहिँ हेर्न सक्नुहुन्छ। हामीले चाहिँ ड्यासबोर्ड हेर्ने हो है, यहाँ स्टक समरीमा हजुरले चाहिँ गेटवे अफ टेलीमा आउनुहोस्, यहाँ चाहिँ स्टक समरी, यहाँ रिपोर्ट्समा यहाँ क्लिक गर्नुहोस्, हजुरको पुरै चाहिँ हेराउँछ है। 5वटा पिस थियो, अहिले चाहिँ 2टा बेचिसक्यो, 3टा मात्रै बाँकी छ होइन। यहाँ क्लिक गरेपछि हजुरले चाहिँ यहाँ चाहिँ यसरी चाहिँ हेर्न सक्नुहुन्छ। F11 चाहिँ यहाँ गरौँ है, यस गरौँ होइन। अब अरू डिटेल हेर्नु छ भनेपछि हामीले चाहिँ यो यसलाई चाहिँ सबैलाई चाहिँ एस गरिदिउँ है, यस यस गरिदिउँ है, यसलाई पनि यस गरिदिउँ, 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 यसलाई पनि यस गरिदिउँ है। ल यहाँ चाहिँ क्लिक गरेपछि हाम्रो चाहिँ सबै चुज गरेपछि यहाँ पुरै सबै हेरेर छ हजुरको।
यहाँ हेर्नुहोस् है। एउटा ब्याकग्राम होइन, ब्याकग्राम 3टा पिस बाँकी छ, 5वटा थियो होइन, हामीले चाहिँ बेचिसक्यौँ। हाउ टु सी स्टक समरी अल, अल्ट प्लस जी। स्टक समरी होइन, F11 यहाँ चाहिँ सबै हामीले चाहिँ एस गरिसकेको छौँ। डे बुकमा गर्दा नै होइन, यहाँ हेर्नुहोस् है, हाम्रो चाहिँ सेल्स भएको छ एउटा। F12 प्रेस गऱ्यो भने यहाँ हेर्नुहोस् है, F12 प्रेस गर्ने है, F11 प्रेस गर्ने होइन। अल्टरनेट युनिट सो रेट, यहाँ चाहिँ ओपनिङ ब्यालेन्स, यहाँ चाहिँ यस गर्नुहोस्। सो गुड इनवर्ड्स यहाँ पनि त्यही गर्नुहोस्, गुड आउटवर्ड्स चाहिँ पनि यहाँ गर्नुहोस्, यहाँ पनि त्यही गर्नुहोस्, यस गर्नुहोस्, यहाँ पनि यस गर्नुहोस्, यहाँ पनि यस गर्नुहोस्, यहाँ पनि यस गर्नुहोस्, यहाँ पनि यस गर्नुहोस्। यसरी चाहिँ क्लिक गर्नुहोस्, हजुर चाहिँ यहाँ हेर्न सक्नुहुन्छ, हजुरको फुल समरी आयो है, स्टक समरी। F12 प्रेस गरेर है, F11 होइन, त्यहाँ गएर एस गरिदिने, यहाँ हेर्नुहोस्। हामीसँग 5वटा पिस थियो है, यहाँ हेर्नुहोस्, 2 3 4 5, 5वटा पिस थियो। बुझ्नुभयो? एकछिन म अझै कम गर्छु, यो के भन्छ F12 सो अल्टरनेट युनिट सो रेट सो भ्यालु रिङ ब्यालेन्स गुड, यसमा चाहिँ नो गरिदिउँ है, यो नचाहिने कुराहरू हो, यसलाई एस गरिदिउँ।
अब सब सेम राखिदिउँ है। ल यहाँ हेर्न सक्नुहुन्छ है, हामीले चाहिँ यो बेचेको हो। युएस ल्यापटप एउटा 85,000 थियो, 90,000 बेचेको। अनि एचपी ल्यापटप 70,000 थियो होइन, 80,000 बेचेको हामीले चाहिँ 5,000 यसमा नफा र यसमा 10,000 नफा होइन। यहाँ हेर्न सक्नुहुन्छ हजुरले, यसरी चाहिँ हामीसँग 5वटा थियो, 2टा बेचिसक्यौँ। 5वटा थियो, 5वटा हालेको थियौँ होइन, 2टा चाहिँ गइसकेछ, आउटवर्ड यहाँ लेखेको छ, अनि 3टा अहिले बाँकी छ। यसरी चाहिँ हजुरले चाहिँ स्टक समरी चाहिँ हजुरले हेर्न सक्नुहुन्छ। यसरी चाहिँ हजुरले क्लिक गर्नुहोस्, यहाँ हजुरले चाहिँ हेर्न सक्नुहुन्छ हो। त्यो हेर्नको लागि जुन मैले भने होइन, यहाँ चाहिँ यस गरिदियो भने यस गर्नुहोस्, यो एस गर्नुहोस्, यो पनि एस गर्नुहोस्, यो पनि एस गर्नुहोस् होइन, यो पनि एस गर्नुहोस्। अनि हजुरको चाहिँ हेराउँछ है, हजुरको ओपनिङ ब्यालेन्स इनवर्ड 5वटा थियो होइन, यहाँ क्लिक गऱ्यो भने 5वटा थियो होइन, 2टा बेचिसक्यौँ आउटवर्ड, यो 3टा बाँकी छ। यसरी चाहिँ हजुरले चाहिँ हेर्न सक्नुहुन्छ। हामीले चाहिँ 2टा कुरा गऱ्यौँ है, हामीले चाहिँ 2टा कुरा गऱ्यौँ है। पर्चेस इन्ट्री गऱ्यौँ होइन, त्यसपछि सेल्स इन्ट्री गऱ्यौँ जो होइन, हामीलाई चाहिँ भाउचर भनिन्छ। अब अर्को भिडियोमा लेसन 2मा हामीले चाहिँ पर्चेस रिटर्न गर्छौँ है। पर्चेस रिटर्न भनेको हामीले चाहिँ सप्लायरबाट सामान किन डिफेक्ट भएर त्यसलाई चाहिँ रिटर्न गऱ्यौँ होइन। त्यसपछि हामी चाहिँ सेल्स रिटर्न, कस्टमरले हजुरबाट सामान लग्यो हजुरको दोकानबाट र डिफेक्ट्स पाएर हजुरलाई चाहिँ रिटर्न गर्यो, त्यसलाई चाहिँ हामीले सेल्स रिटर्नको भाउचरमा हाल्नेछौँ अर्को लेसन नम्बर 2मा। ल हस्, ल अब चाहिँ हामी हेर्नेछौँ पर्चेस रिटर्न अन डिस्काउन्ट। पर्चेस रिटर्न कतिखेर गरिन्छ है त। पर्चेस रिटर्न जब चाहिँ हजुरले चाहिँ सप्लायरबाट सामान किन्नुभयो, किनेपछि हजुरको चाहिँ त्यो कुनै प्रोडक्ट्समा हजुरको चाहिँ डिफेक्ट आयो होइन, नराम्रो छ होइन, कतैबाट च्यातिएको छ हजुरको प्रोडक्ट, डिफेक्ट छ, त्यसलाई अब चाहिँ रिटर्न गर्नु पर्यो सप्लायर्सलाई, कस्टमरलाई होइन। कस्टमरले डिफेक्ट पायो भने हजुरलाई रिटर्न गर्छ हजुरको सपमा आएर, त्यो चाहिँ सेल्स रिटर्न। अहिले चाहिँ हामी जहाँबाट हामीले चाहिँ होलसेलमा सामान लिएर आउँछौँ सप्लायरबाट, ल्याएपछि हामीले के पाउँछौँ भनेपछि कुनै कुनै प्रोडक्टमा डिफेक्ट छ, त्यसपछि हामीले के गर्छौँ भनेपछि पर्चेस रिटर्न हामीले चाहिँ फेरि फिर्ता गर्छौँ, त्यसलाई भन्छ पर्चेस रिटर्न। त्यो चाहिँ इन्ट्री गर्नुपर्ने हुन्छ हामीलाई। अर्को के हुन्छ भनेपछि पर्चेस रिटर्न अन डिस्काउन्ट। अब डिफेक्ट केही हल्का डिफेक्ट भएपछि हजुरले कल गर्नु छ सप्लायरलाई, यति यति प्रोडक्टमा डिफेक्ट छ, उसले के भन्छ भनेपछि अब चाहिँ रिटर्न नगर्नुहोस्, हामीले चाहिँ त्यसमा चाहिँ डिस्काउन्ट दिन्छौँ भन्नाले हजुरले चाहिँ 5 लाखको सामान किन्नुभयो भनेपछि उसले भन्छ म चाहिँ हजुरलाई चाहिँ डिस्काउन्ट दिन्छु होइन 50%। हजुरले कति पे गर्नुपर्ने हुन्छ, 2.5 लाख मात्रै। रिटर्न नगर्नुहोस् उसले भन्छ, उसले चाहिँ डिस्काउन्ट हजुरलाई दिन्छ भने चाहिँ हजुरले चाहिँ त्योभन्दा कम पे गर्नुपर्ने हुन्छ, जति पर्सेन्टेज उसले दिन्छ हजुरलाई डिस्काउन्ट। सो 50% दियो भने 5 लाखमा 2.5 लाख हजुरलाई मात्र पे गर्नुपर्ने हुन्छ। त्यही भएर चाहिँ यो रिटर्न गर्नुको कारण यही हो, हाम्रो चाहिँ आफ्नो एकाउन्टिङ सफ्टवेयरमा चढाउनु पर्ने हुन्छ। ल हामी अहिले प्रफिट एन्ड लसमा हेरौँ है। हाम्रो चाहिँ पर्चेस एकाउन्ट हेर्नु 435,000 छ है पर्चेस एकाउन्ट, र हामीले चाहिँ यो बेचिसकेको पनि छौँ 2टा होइन, सेल्स एकाउन्ट होइन 170,000 होइन, पर्चेस सेल्स एकाउन्ट यहाँ हेर्न सक्नुहुन्छ, र हाम्रो चाहिँ यो पर्चेस एकाउन्ट, बुझ्नुभयो। अब हामीले चाहिँ पर्चेस एकाउन्ट गराउनको लागि हामी चाहिँ जाम भाउचरमा आई, हामीले चाहिँ यो पर्चेसमा हामीले चाहिँ गराएको थियौँ होइन। अब पर्चेस रिटर्न गराउने हो, त्यसको लागि चाहिँ यहाँ F10 मा जानुहोस् होइन, डेबिट नोट भनेर चाहिँ यहाँ सिलेक्ट गर्नुहोस् है, अथवा Alt+5। यहाँ देखाइरहेको छैन भनेपछि यहाँ सो इनएक्टिभमा गएपछि हजुरको चाहिँ अरू पनि हेराउँछ है, यहाँ छैन भने यहाँ क्लिक गरेपछि हेराउँछ, तर हेराउँछ है किनकि मोस्टली युज हो।
अब चाहिँ हामीले चाहिँ फिर्ता गर्ने हो के सामान, कुनै डिफेक्ट छ, कुन कुन सामान डिफेक्ट छ त्यो फिर्ता गर्ने हो सप्लायर्सलाई, त्यसलाई हामीले के भन्छौँ, डेबिट नोट। र सेल्स रिटर्नमा के हुन्छ भनेपछि जब हजुरको कस्टमरले चाहिँ हजुरको सपमा आएर चाहिँ सामान रिटर्न गर्छ होइन, चाहे त्यो डिफेक्ट होस् अथवा अरू कुनै प्रब्लम होस्, त्यतिखेर त्यो क्रेडिट नोटमा जान्छ। अहिले चाहिँ हामी डेबिट नोटमा गर्ने हो, किनकि हामीले चाहिँ रिटर्न गरिरहेछौँ आफ्नो सप्लायरलाई, आफ्नो डिस्ट्रिब्युटरलाई। त्यसपछि यहाँ डेबिट नोटमा क्लिक गर्ने हो, यसरी चाहिँ क्लिक गर्नुहोस्। यहाँ पार्टीको नाम हाल्ने, अगर नगद पैसाबाट छ भने चाहिँ क्यास सेलेक्ट गर्नुहोस्, नगद रुपियाँमा ट्रान्जेक्सन भएको छैन भने चाहिँ हजुरले चाहिँ सप्लायरको नाम हाल्नुपर्ने हुन्छ। त्यो भएर चाहिँ हामी चाहिँ ट्याग जेनेरेट सप्लायरको नाम हाल्ने छ है, पहिले गराइसकेको छौँ। ट्र्याकिङ नम्बर है, लेट्स से 123, यो ओरिजिनल इन्भोइस नम्बर हजुरको चाहिँ यो सेम हुनु पर्यो है, र हामी 123 राखौँ है, छैन भने हामी हेर्न सक्छौँ है। हामी ब्याक जाम चाहिँ यसमा चाहिँ हेर्न सक्छौँ हामीले चाहिँ इन्भोइस नम्बर आफ्नो के छ 123 छ होइन, सप्लायरको ओरिजिनल। र हामी चाहिँ अब चलाम यहाँ चाहिँ हामी F10 डेबिट नोट सेलेक्ट गर्ने, पार्टीको एकाउन्ट सेलेक्ट गर्ने, अनि चाहिँ ट्र्याकिङमा 123 गर्ने, यहाँ ट्र्याकिङमा आरबी हालौँ 567 हालौँ, अनि यहाँ चाहिँ इन्भोइस नम्बर सेम हुनु पर्यो है, जुन बिल आएको थियो 123, इन्टर 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 होइन, हजुरको यो पर्चेस एकाउन्ट भयो। अब हामीले चाहिँ यो लेजर गराउनु पर्ने हुन्छ होइन, त्यसको लागि चाहिँ पर्चेस एकाउन्ट क्लिक गर्दा पनि हुन्छ, तर हामीले चाहिँ अर्को नयाँ गराउँछौँ है, सजिलो हुन्छ हजुरलाई। त्यो पर्चेस एकाउन्ट क्लिक गर्दा पनि हुन्छ, तर हामी अर्को गराउनु छ पर्चेस रिटर्न। यो कुन ग्रुपमा जान्छ भनेपछि त्यही पर्चेस एकाउन्टमै जान्छ है, पर्चेस एकाउन्टमै जान्छ। नट एप्लिकेबल, नर्मल राउन्डिङ राखौँ, यसो भयो होइन। अब चाहिँ हामीले चाहिँ के रिटर्न गर्ने हो त होइन, हामीले चाहिँ कुन कुन डिफेक्ट्स छ त्यही चाहिँ हामीले चाहिँ रिटर्न गर्नु। हामीले चाहिँ लेट्स से एप्पल ल्यापटप हाम्रो डिफेक्ट आएको थियो होइन, त्यही चाहिँ हामी रिटर्न गरिदिउँ, एउटा मात्रै थियो। अनि चाहिँ हामीले चाहिँ क्वान्टिटी होइन, रेट 120 अटोमेटिक आइसक्यो होइन। ल यहाँ म हजुरलाई चाहिँ तल गएर हेराउँछु, यहाँ हेर्नुहोस् है 120 टोटल, क्लिक गर्नुहोस्, क्लिक क्लिक क्लिक, अनि चाहिँ यही नै हाल्दै हुन्छ पहिल्यै। ल यहाँ नेरेसन हाल्ने, एप्पल डिफेक्ट सो रिटर्न इट, इन्टर गर्ने अनि इन्टर गर्ने। ल हाम्रो यो भइसक्यो, पर्चेस रिटर्न भइसक्यो 1,20,000। अब चाहिँ हामीले चाहिँ ब्याक जाम होइन, ब्याक जाम, हाम्रो चाहिँ डे बुकमा हेरौँ है, यहाँ हेर्नुहोस् डेबिट नोट हाम्रो चाहिँ एउटा 1,20,000 को हामीले चाहिँ डेबिट गरेको छौँ। ल अब हामी चाहिँ अल्ट जी प्रेस गरौँ है, अनि चाहिँ प्रफिट एन्ड लसमा जाऊँ है। अब यहाँ हेर्नुहोस्, यहाँ पर्चेस एकाउन्टमा जाऊँ, यहाँ हेर्नुहोस् है, पर्चेस एकाउन्ट हाम्रो चाहिँ पहिला के थियो होइन, सुरुमा गराउँदाखेरि 4,35,000। अहिले चाहिँ हामीले चाहिँ रिटर्न गऱ्यौँ है, कति रिटर्न गऱ्यौँ त, 1,20,000, बुझ्नुभयो, 1,20,000 हामीले चाहिँ
रिटर्न गऱ्यौँ है। यहाँ हेर्नुहोस्, 1,00,000 रिटर्न गरेपछि हजुरको 4,35,000मा 1,20,000 रिटर्न गरेपछि हाम्रो चाहिँ कति भयो त टोटल? हामीले चाहिँ सामान कति टोटल किन्यौँ त? माइनस गरेपछि 1,20,000, 3,15,000 मात्रै यहाँ हेर्न सक्नुहुन्छ। हामीले सुरुमा यति टोटल किनेको थियौँ, त्यसपछि त्यसमध्ये एउटा डिफेक्ट भएपछि हामीले चाहिँ एप्पल ल्यापटप 1,20,000 चाहिँ रिटर्न गऱ्यौँ। अनि टोटल एमाउन्ट हामीले चाहिँ कति दिनुपर्ने, कतिको सामान टोटल किन्यौँ त हामीले? 3,15,000। यसरी चाहिँ सेल्स रिटर्न चाहिँ हजुरले चाहिँ गर्न सक्नुहुन्छ। अथवा चाहिँ यहाँ आएर पनि हजुरले हेर्न सक्नुहुन्छ प्रफिट एन्ड लस, अथवा चाहिँ अल्ट जी प्रेस गरेर चाहिँ यहाँ माथि चाहिँ यसरी चाहिँ सर्च गर्न सक्नुहुन्छ, अथवा चाहिँ यहाँ प्रफिट एन्ड लसमा क्लिक गर्दा हुन्छ। यसरी चाहिँ हजुरको यो भयो पर्चेस रिटर्न। अब चाहिँ हजुरको के छ भनेपछि पर्चेस रिटर्न अन डिस्काउन्ट। पर्चेस रिटर्न अन डिस्काउन्ट यसमा के हुन्छ भनेपछि पर्चेस रिटर्न अन डिस्काउन्ट भन्नाले के भनेपछि सप्लायरले के भन्छ, सामान चाहिँ रिटर्न नगर्नुहोस्, म हजुरलाई चाहिँ डिस्काउन्ट दिन्छु। सामान त्यो डिफेक्ट सामान नै राख्नुहोस्, कम होस् या धेरै डिफेक्ट भएको होस्, डिस्काउन्ट चाहिँ राख्नु छैन। अनि चाहिँ होइन सरी है, डिस्काउन्ट होइन, डिफेक्ट प्रडक्ट्स राख्नुहोस् होइन आफ्नै दोकानमा, म हजुरलाई चाहिँ डिस्काउन्ट दिन्छु, त्यो भन्छ है। त्यसको गराउनको लागि हामीले चाहिँ पर्चेस अन डिस्काउन्ट भाउचर गराउनु पर्ने हुन्छ। त्यसको लागि चाहिँ सेम त्यही प्रोसिजर, भाउचरमा जाने होइन, भाउचरमा गएपछि यहाँ डेबिट नोट सेलेक्ट गर्ने, त्यही हो, नआयो भने यहाँबाट सेलेक्ट गर्ने डेबिट नोट। अनि त्यसपछि यहाँ पार्टीको नाम होइन, नगद भएको छ भने ट्रान्जेक्सन क्यास लेख्दा हुन्छ, तर उधारो भएको छ भने त्यही होइन सप्लायरको नाम हाल्ने, अनि ट्र्याकिङ नम्बर लेट्स से त्यही हाल्ने, सबै हाल्दै जानुहोस्। यो इन्भोइस नम्बर चाहिँ हजुरको मिल्नु पर्यो है, 1 2 3 थियो होइन। ल सही इन्टर हाल्नुहोस्। अनि त्यसपछि यहाँ लेजर एकाउन्ट, अब हामीले चाहिँ पर्चेस एकाउन्ट त्यस्तै गरी पर्चेस रिटर्न गऱ्यौँ, त्यस्तै गरी हामी चाहिँ पर्चेस अन डिस्काउन्ट पनि गराउनु पर्ने हुन्छ है। त्यही पर्चेस एकाउन्टकै भित्रै ग्रुपको पर्चेस अन डिस्काउन्ट, यो पर्चेस एकाउन्टकै भित्रै गराउने हो। यो नर्मल राउन्डिङ राखौँ होइन। ल भयो हजुरको। हामीले चाहिँ केमा हामीले चाहिँ कुनमा चाहिँ हामीले चाहिँ डिस्काउन्ट पाउने हो त? सपोज एउटा चाहिँ हामीले चाहिँ रिटर्न गरिसक्यौँ, अर्को चाहिँ हाम्रो चाहिँ प्रोडक्टमा चाहिँ उसले चाहिँ रिटर्न नगर्न भनेछ, त्यसमा चाहिँ मैले चाहिँ डिस्काउन्ट दिन्छु भनिरहेको छ। र हामी चाहिँ प्रोडक्ट हाल्छौँ, हामीले दुईवटा बेचेको के हो, लेनोभो र एचपी होइन, लेनोभो र एचपी हो। एकछिन हेरिहालौँ है। हामीले बेचेको दुईवटा होइन, एएसयुएस र एचपी, र हामी चाहिँ लेनोभो है। अब चाहिँ हामीले यसलाई फर्काउने होइन, डिफेक्ट त छ तर फर्काउने होइन, जस्तो एप्पल ल्यापटप जस्तै हामीले के गर्ने त, यसलाई चाहिँ डिस्काउन्ट माग्ने। डिस्काउन्ट कति माग्ने त होइन, लेनोभो ल्यापटप सपोज हामीले चाहिँ यसमा डिस्काउन्ट चाहियो 30,000। ल वान एक्चुअल लेख्ने हो, हामी चाहिँ 30,000 चाहियो होइन डिस्काउन्ट। अब हामीले चाहिँ यो खास गरी यो एक्चुअलमा होइन कति क्वान्टिटी र कति चाहिँ हामीले चाहिँ बिल यसमा चाहिँ केही हाल्ने होइन है, केही हाल्ने होइन। किनकि हामीले चाहिँ
सामान चाहिँ रिटर्न गरिरहेको छैनौँ, हामीले चाहिँ डिस्काउन्ट मात्रै चाहियो, यति एमाउन्टको डिस्काउन्ट मात्रै चाहियो, त्यही भएर चाहिँ यो नम्बर अफ क्वान्टिटी र बिल त्यो चाहिँ छोडिदिनुहोस्। डाइरेक्ट चाहिँ हजुर चाहिँ एमाउन्ट गर्नुहोस्, कति चाहिन्छ हजुरलाई डिस्काउन्ट त्यो चाहिँ हजुरले चाहिँ हाल्नुपर्ने हुन्छ। 30,000को डिस्काउन्ट चाहियो। किन हामीले चाहिँ यो क्वान्टिटी र रेट हालेको छैनौँ भनेपछि किनकि हामीले चाहिँ पर्चेस रिटर्न अन डिस्काउन्ट एमाउन्ट चाहियो, त्यही भएर चाहिँ रिटर्न गर्दाखेरि सामान हाल्नुपर्ने हुन्छ, तर डिस्काउन्ट चाहिन्छ भनेपछि रिटर्न नगर्नुपर्ने हुन्छ। सप्लाई भन्छ रिटर्न नगर्नुहोस् सामान, म हजुरले चाहिँ डिस्काउन्ट दिन्छु। यसरी चाहिँ हजुरले चाहिँ इन्ट्री गर्न सक्नुहुन्छ। 30,000 मलाई चाहिँ डिस्काउन्ट चाहियो लेनोभो ल्यापटपमा, म यसलाई फेर्दैन है सप्लायरलाई, यसलाई इन्टर गर्नुहोस्, अनि इन्टर गर्नुहोस्, इन्टर गर्नुहोस्, इन्टर गर्नुहोस् होइन। अनि त्यसपछि एडजस्ट रिफरेन्स त्यही हाल्ने 30,000, अनि यहाँ नेरेसन लेख्नुहोस्, गट डिस्काउन्ट अन लेनोभो एन्ड नो लङ्गर निड टु रिटर्न गुड्स, अनि इन्टर गर्ने, अनि इन्टर गर्ने भयो हजुरको। अब हेर्ने चाहिँ कसरी हो त, ब्याक जानुहोस् होइन। अहिले चाहिँ प्रफिट एन्ड लस यहाँबाट पनि क्लिक गरे हुन्छ, अथवा चाहिँ अल्ट जी यसरी चाहिँ, अनि यहाँ चाहिँ आउनुहोस् प्रफिट एन्ड लस एकाउन्टमा, बुझ्नुभयो। अनि पर्चेस एकाउन्टमा हजुरले चाहिँ जानुहोस् होइन। हेर्नुहोस् है, हाम्रो सुरुमा सामान 4,35,000 में किनेको थियौँ। पर्चेस अन डिस्काउन्ट, पर्चेस अन रिटर्न, यो दुईटा गऱ्यौँ है। पहिला हामीले चाहिँ एप्पल ल्यापटप रिटर्न गऱ्यौँ 1,20,000 मा, त्यसपछि डिस्काउन्ट हामीले चाहिँ लेनोभो ल्यापटपमा माग्यौँ होइन, प्रोडक्ट चाहिँ रिटर्न गरेनौँ, तर चाहिँ 30,000 को डिस्काउन्ट माग्यौँ, बुझ्नुभयो। यति चाहिँ टोटल थियो होइन हाम्रो। अनि यो क्रेडिट साइडमा हामीले चाहिँ यति टोटल गर्दाखेरि 1,50,000 माइनस गऱ्यो भने 435 मा हजुरको कति हुन्छ त, 3,65,000 2,85,000 हुन्छ यति। म हजुरलाई क्यालकुलेसन गराएर हेराउँछु है। हाम्रो चाहिँ यो दुईटा, एउटामा चाहिँ हामीले चाहिँ म मोबाइलबाट गर्छु, चाहिँ 30,000 एउटामा चाहिँ हामीले चाहिँ पायौँ डिस्काउन्ट, अर्को चाहिँ रिटर्न गऱ्यौँ 1,20,000 1,50,000 भयो होइन। 1,50,000 4,35,000 टोटल थियो सामान किनेको, माइनस 1,50,000 हामी चाहिँ माइनस गर्दाखेरि हाम्रो चाहिँ कति बच्यो त, 2,85,000 हाम्रो चाहिँ टोटल चाहिँ यति। हामीले चाहिँ यति पैसाले चाहिँ सामान किनेछौँ हामीले चाहिँ सप्लायर्सबाट, बुझ्नुभयो। अनि यो चाहिँ हाम्रो सेल्स एकाउन्ट हो, दुईटा बेचिसकेछौँ। अर्को नेक्स्टमा हामीले चाहिँ सेल्स रिटर्न गर्नेछौँ। जब चाहिँ कस्टमरले चाहिँ हजुरलाई सामान रिटर्न दिन्छ, सपोज हजुरले चाहिँ कसैले ल्यापटप बेच्नुभयो, बुझ्नुभयो। अनि त्यसपछि हजुरले चाहिँ फेरि त्यो चाहिँ रिटर्न पाउनुहुन्छ सामान, कस्टमरले हजुरलाई दिन्छ केही डिफेक्ट भएर, त्यसपछि चाहिँ के इन्ट्री गर्ने हो, त्यसपछि म यहाँ हजुरलाई चाहिँ टोटल हेराउने छु। अब हामी चाहिँ के गर्छौँ, सेल्स रिटर्न अन डिस्काउन्ट। यो कतिखेर हुन्छ भनेपछि सपोज हजुरको दोकानबाट चाहिँ कस्टमरले सामान लाग्यो र डिफेक्ट भेटियो र उसले चाहिँ रिटर्न गर्ने हो, त्यसलाई चाहिँ अब इन्ट्री गर्नुपर्ने हुन्छ कि यो सामान मलाई चाहिँ रिटर्न गर्यो कस्टमरले, यो एउटा। सेकेन्ड चाहिँ हाम्रो सेल्स रिटर्न अन डिस्काउन्ट भन्ने हुन्छ क्या। यो भनेको के हो भनेपछि हजुरले चाहिँ त्यसलाई चाहिँ सामान रिटर्न गर्न आउँछ हजुरको दोकानमा, हजुरले चाहिँ रिटर्न गर्नुहुन्न, हजुरले के भन्नुहुन्छ, त्यो सामान तैँले राख, तर म त हजुरलाई तँलाई मैले चाहिँ हजुरलाई डिस्काउन्ट दिन्छु। अब कति चाहिँ डिस्काउन्ट दिनुहुन्छ त्यो हजुरकोमा भर पर्छ।
हामीले चाहिँ दुईटा ल्यापटप बेचेको थियौँ होइन, एएसयुएस र एचपी। हामीले चाहिँ सपोज एएसयुएस एउटा चाहिँ कस्टमरले, सेम कस्टमरले चाहिँ एएसयुएस चाहिँ रिटर्न गरिरहेको छ डिफेक्ट पाएर होइन। पहिला हामी चाहिँ यसलाई कम्प्लिटली यो रिटर्नमा लिन्छौँ होइन कस्टमरबाट, त्यसपछि अर्को हामी एचपीबाट हामी चाहिँ यसमा चाहिँ अर्को डिस्काउन्ट गर्छौँ र पहिला हामी सेल्स रिटर्न गरौँ है एएसयुएस ल्यापटपको। ल त्यसको गर्नुको लागि होइन गेटवे अफ टेलीमा हजुर चाहिँ जानुहोस्, भाउचरमा जानुहोस्। अब चाहिँ डेबिट नोट नभएर हजुरलाई चाहिँ केमा जानुपर्छ भनेपछि क्रेडिट नोटमा जानुपर्छ। हजुरले चाहिँ सामान फिर्ता लिइराख्नु भएको छ कस्टमरबाट, बुझ्नुभयो? अल्ट प्लस F6 क्लिक गर्दा पनि हुन्छ। पार्टी नेम होइन नगद भएको छ भनेपछि हजुरले चाहिँ यहाँ क्यास हाल्नुपर्ने हुन्छ, उधारमा छ भनेपछि हजुरले चाहिँ त्यो कस्टमरको नाम हाल्नुपर्ने हुन्छ है। तर मैले चाहिँ यहाँ कस्टमरको नाम गराएको थिएँ होइन, त्यसपछि त्यही भएर चाहिँ मैले चाहिँ कस्टमर ए नै हाल्ने हो। ल र ट्र्याकिङ नम्बर यहाँ हाल्नुहोस् होइन, इन्टर गर्दै जानुहोस्। यो इन्भोइस नम्बर हजुरले चाहिँ बिलको नम्बर पनि हजुरले चाहिँ ख्याल गर्नुहोस् है, जुन चाहिँ बिल बनाउँदाखेरि हजुरले चाहिँ दिनुभएको थियो त्यसलाई कस्टमरलाई। सपोज 1 2 3 हजुरले चाहिँ यसलाई पत्ता यसको चाहिँ होइन हामीले चाहिँ सेल्सको प्रॉफिट एन्ड लस होइन हामीले चाहिँ सेल्स एकाउन्टमा गएर यहाँ क्लिक गऱ्यो भने हामीले चाहिँ यसलाई बेचेको थियौँ होइन, त्यो चाहिँ हामीले चाहिँ हेर्न सक्छौँ है। डे बुकमा गएर कस्टमर एलाई चाहिँ हामीले बेचेको थियौँ। वेडनेसडे यहाँ चाहिँ सेल्स नम्बर 1 रहेको छ होइन, त्यही चाहिँ हामी चाहिँ हाल्ने हो है। ल अब चाहिँ हामी भाउचरमा आऊँ होइन, जसरी मैले चाहिँ भने यसलाई क्रेडिट नोटमै गर्ने हो। अल्ट प्लस F6 सामान फिर्ता लिइरहेछौँ कस्टमरबाट, कस्टमर एबाट ट्र्याकिङ नम्बर हालौँ होइन, अनि चाहिँ 1 हालौँ र इन्टर भयो। इन्टर गर्नुहोस्। लेजर एकाउन्ट अब हामीले चाहिँ सेल्स रिटर्नको लेजर एकाउन्ट गराउनु पर्यो। नयाँ क्लिक गर्नुहोस् अथवा अल्ट प्लस C गर्नुहोस्, यहाँ लेख्नुहोस् सेल्स रिटर्न, इन्टर यो चाहिँ हाम्रो चाहिँ केमा आउँछ, सेल्स एकाउन्टमै आउँछ है। नर्मल राउन्डिङ गरौँ। ल इन्टर गर्नुहोस् होइन, हामीले चाहिँ के रिटर्न गरिरहेको छौँ है त, दुईटा बेचेको छौँ। ल हामी चाहिँ एएसयुएस चाहिँ हामी चाहिँ रिटर्न गरिरहेको छौँ। यहाँ इन्टर गर्नुहोस् होइन। हजुरले चाहिँ क्वान्टिटी र रेट केही हाल्नु पर्छ कि पर्दैन, सेल्स अन डिस्काउन्टमा पर्दैन तर सेल्स रिटर्नमा पर्छ र पर्चेस रिटर्नमा पर्छ। र एक्चुअल हाम्रो चाहिँ एउटा पिस हो होइन, एक्चुअल एउटा पिस त्यसको रेट कति छ 90,000 होइन। टोटल पनि हजुरको 90,000 नै आउँछ। यहाँ हेर्नुहोस् 90,000, इन्टर गर्नुहोस्। यहाँ चाहिँ डिफरेन्स यही दिउँ होइन, 90,000 नेरेसन दिउँ। सेल्स रिटर्न ASUS ल्यापटप फ्रम कस्टमर ए, इन्टर गरौँ होइन। सेल्स रिटर्न हाम्रो भयो। अब चाहिँ हामीले चाहिँ यसलाई हेर्न सक्छौँ है। गेटवे अफ टेलीमा जानुहोस्, आउनुहोस् प्रॉफिट एन्ड लसमा, यहाँ सेल्स एकाउन्टमा क्लिक गर्नुहोस्। अब चाहिँ हजुरको सेल्स रिटर्न पनि हेराउँछ है। यहाँ हेर्नुहोस् हामीले चाहिँ बेचेको थियौँ होइन 1,70,000 म दुईटा चाहिँ बेचेको थियौँ। एउटा चाहिँ रिटर्न भयो कतिको 90,000 को होइन, 90,000 को चाहिँ रिटर्न भयो। अनि 170 मा 90 चाहिँ रिटर्न हुँदाखेरि कति भयो हजुरको 90
70 10 80 80,000 बाँकी भयो। बुझ्नुभयो? अब चाहिँ अर्को केस है, अर्को केस यो सेल्स रिटर्न अन डिस्काउन्ट हो। यो हामीले चाहिँ हो, यो अब गरौँ है। यो सेल्स रिटर्न अन डिस्काउन्ट अब चाहिँ के भनिरहेको छ भनेपछि कस्टमर आयो सामान फिर्ता गर्न सपमा, उसले ओनरले के भन्छ, म तँलाई डिस्काउन्ट दिन्छु, सामान त फेर्दैन, उसले चाहिँ डिस्काउन्ट दिन्छ है। यसको लागि चाहिँ सेम प्रोसिजर त्यही हो, क्रेडिट नोट यहाँबाट हजुरले चाहिँ गर्न सक्नुहुन्छ, क्रेडिट नोट अनि पार्टी एकाउन्ट होइन, कस्टमर ए, ट्र्याकिङ नम्बर र त्यसको बिलको इन्भोइस नम्बर हजुरले चाहिँ हाल्नुहोस् होइन, सरी है। यसको इन्भोइस नम्बर 1 है, 1 हो। यसरी चाहिँ इन्टर गर्नुहोस् होइन। अब लेजर एकाउन्ट अब चाहिँ हामीले चाहिँ बनाउनु पर्ने हुन्छ सेल्स रिटर्न अन डिस्काउन्ट। बुझ्नुभयो? त्यही सेल्स एकाउन्टकै अन्डरमा हो, राउन्डिङ मेथड नर्मल राखौँ होइन, इन्टर गरौँ। अब चाहिँ हामीले चाहिँ के रिटर्न गर्ने हो, सरी रिटर्न गर्ने होइन, केमा डिस्काउन्ट लिने हो त हामीले चाहिँ, यो त रिटर्न गऱ्यौँ। हामीले चाहिँ एसयुएस एचपी ल्यापटपको चाहिँ हामीले चाहिँ डिस्काउन्ट लिने हो है। 80,000 को छ, हामीले चाहिँ 50% डिस्काउन्ट लियो भने हजुरको 40,000 हुन्छ। एचपी लेखौँ, यसरी चाहिँ आउँछ एचपी ल्यापटप। अब चाहिँ क्वान्टिटी हाल्नु पर्दैन र प्राइस हाल्नु पर्दैन है, रेट हाल्नु पर्दैन, किनकि हामीले चाहिँ डाइरेक्ट एमाउन्ट हाल्ने। इन्टर गर्नुहोस्, डाइरेक्ट एमाउन्ट हामीले चाहिँ 50% भन्नाले चाहिँ हामीले चाहिँ कति भयो, 40,000 को हामीले चाहिँ डिस्काउन्ट चाहिन्छ। यहाँ क्लिक गर्नुहोस्, फेरि चाहिँ क्लिक गर्नुहोस्, बुझ्नुभयो? अनि फेरि क्लिक गर्नुहोस्, फेरि क्लिक गर्नुहोस्, एडजस्ट डिफरेन्स 40,000 हामीलाई चाहिँ डिस्काउन्ट चाहियो। अनि डिस्काउन्ट on HP laptop, no defective product return but provided discount। उसबाट डिफेक्टिभ प्रोडक्ट लिएनौँ तर डिस्काउन्ट दियौँ है। सिम्पल हो, इङ्ग्लिस त्यति राम्रो छैन मेरो होइन, यहाँ जाऊँ होइन। अब चाहिँ हामी चाहिँ फेरि प्रफिट एन्ड लसमा जाऊँ। अब चाहिँ हामी चाहिँ सेल्स एकाउन्टमा गएर हेरौँ है। यहाँ हेर्नुहोस् है, हामीले चाहिँ पहिला दुईवटा बेचेको थियौँ 1,70,000 मा, ठिक छ, एएसयुएस र एचपी ल्यापटप। एउटा चाहिँ हामीले चाहिँ फुल्ली रिटर्न गऱ्यौँ है, एएसयुएस ल्यापटप 90,000 को, र सेल्स रिटर्न अर्को चाहिँ एचपी ल्यापटप हामीले चाहिँ लिएर हामीले चाहिँ के भन्यौँ, उसलाई डिस्काउन्ट दियौँ, बाबु तैँले राख त्यो प्रोडक्ट एचपी ल्यापटप डिफेक्टिभ मोड यो जस्तो पनि होस् तर डिस्काउन्टले 40,000 को, 80,000 मा 40,000 डिस्काउन्ट आयो होइन। हजुरको यो टोटल कति भयो त, 9 1 10 3 13 1,30,000 रुपियाँ भयो होइन। अनि हामीले चाहिँ सेल्स कतिमा गरेको थियौँ, टोटल 1,70,000 माइनस गरेपछि हजुरको कति भयो, 1,70,000 मा 1,30,000 माइनस गरेपछि कति भयो, 40,000 बच्ने भयो होइन। यहाँ हजुरको 40,000 यहाँ हेर्नुहोस् है, सेल्स एकाउन्टमा हजुरको हेराइरहेको छ। यसरी चाहिँ हजुरले बुझ्न सक्नुहुन्छ। ल यसको अब हामीले चाहिँ सर्ट समरी भनौँ है। सर्ट समरी हामीले चाहिँ भनौँ क्र्यास कोर्स अन टेलिप्राइम हामीले के लोड गरेको थियौँ, टेलिप्राइम एडिट। नो यसरी चाहिँ अब सर्ट समरी भनौँ है। ल ल पहिला हामीले चाहिँ के हेर्यौँ त, भिडियो नम्बर 1 मा
ओभरभ्यू होइन, ओभरभ्यू अफ ट्याली। त्यसपछि हामीले चाहिँ यसमा के सिक्यौँ त, ओभरभ्यू अफ ट्याली एकाउन्टिङ एन्ड स्टक म्यानेजमेन्ट सफ्टवेयर हो होइन, अरू पनि छ होइन। त्यसपछि हामीले चाहिँ हाउ टु लर्न एकाउन्टिङ पनि हामीले चाहिँ हेऱ्यौँ। त्यसपछि हामीले चाहिँ बेसिक टुर अफ ट्याली सफ्टवेयर यो पनि हेऱ्यौँ। त्यसपछि हामी बेसिक सर्टकट्सहरू जसरी चाहिँ कन्ट्रोल प्लस ए गऱ्यो भने सबै चाहिँ सेभ हुन्छ होइन। हजुरले चाहिँ घरिघरि नो इन्टर एभ्री टाइम हजुरले चाहिँ घरिघरि इन्टर गर्नु पर्दैन, बुझ्नुभयो। त्यसपछि हामीले चाहिँ के गऱ्यौँ हेरौँ त, हाउ टु क्रिएट लेजर एन्ड भ्यू इट। त्यसपछि हामीले चाहिँ कसरी चाहिँ हाउ टु क्रिएट स्टक्स एन्ड भ्यू इट। त्यसपछि हामीले चाहिँ के सिक्यौँ त, पर्चेस भाउचर कसरी इन्ट्री गर्ने होइन। सामान चाहिँ सप्लायरबाट लिइराख्नु भएको छ भनेपछि त्यसलाई चाहिँ केमा हाल्ने, सन्ड्री डेबिटरमा हाल्ने, बुझ्नुभयो। र अर्को चाहिँ हामीले चाहिँ हेऱ्यौँ पर्चेस रिटर्न पनि हेऱ्यौँ, पर्चेस रिटर्न भाउचर होइन। अनि पर्चेस रिटर्न अन डिस्काउन्ट यो पनि हेऱ्यौँ हामीले। यो भाउचर बिल इन्भोइस यो सबै सेम है, सेम हो होइन। त्यसपछि हामीले के हेऱ्यौँ, सेल्स भाउचर हेऱ्यौँ। त्यसै गरी सेल्स रिटर्न पनि हेऱ्यौँ, कतिखेर सेल्स रिटर्न हुन्छ, र सेल्स रिटर्न अन डिस्काउन्ट पनि हेऱ्यौँ हामीले। यसरी चाहिँ हामीले चाहिँ यो कम्प्लिट गऱ्यौँ बेसिक क्र्यास कोर्स टेलीको होइन। नेपालीमा हजुरले चाहिँ टेली के हो त्यो हजुर चाहिँ बुझ्नुपर्ने हुन्छ। स्टक म्यानेजमेन्ट सफ्टवेयर होइन, एकाउन्टिङ सफ्टवेयर हो। यो किन गरिन्छ त, कपी पेनमा जुन चाहिँ हजुरले बिल बनाएर दिनुहुन्छ होइन, पछि गएर लास्टको सालमा हजुरले चाहिँ क्यालकुलेटर कति नाफा भयो नोक्सान भयो भनेपछि हजुरलाई चाहिँ गाह्रो हुन्छ। यसमा चाहिँ इन्ट्री गऱ्यो भने आरामले हेर्न सक्नुहुन्छ, जस्तो चाहिँ प्रफिट एन्ड लसमा म हजुरलाई चाहिँ हेराइरहेको छु। यसरी चाहिँ हजुरको आउँछ होइन। अझै यहाँ रिपोर्टमा स्टक समरी पनि हेर्न सक्नुहुन्छ हजुरले। यसरी चाहिँ सपोज मैले F12 प्रेस गरेँ होइन, यो सबै यस गरौँ, यो पनि एस गरौँ। यसरी चाहिँ हजुरले चाहिँ सालको एन्डमा होइन, असाढको एन्डमा होइन, असाढ मासको साउनदेखि स्टार्ट हुन्छ, असाढको लास्टमा भ्याइन्छ होइन हाम्रो। यसरी चाहिँ हजुरले हेर्न सक्नुहुन्छ होइन। यो अन गरेपछि अब इन्टर गर्न झ्याउ लागेको छ भनेपछि सबै सेम हुने चाहिँ कन्ट्रोल ए गरिदिने, बुझ्नुभयो। यहाँ हेर्नुहोस्, यसरी चाहिँ हजुरको हेयर आउँछ टोटल, बुझ्नुभयो। स्टक समरी हो, बेसिक टुर मैले चाहिँ हजुरलाई हेराएँ होइन। एकाउन्टिङको नलेज कसरी लिने, टुल्स सिक्ने होइन कि यही धेरै जसो स्टुडेन्टले गल्ती गर्छ कि सुरुमै टुल्समा जम्प हाल्छ कि। इन्स्टिट्युटहरूको टिचरहरूले पनि डाइरेक्ट चाहिँ टेली ल स्टार्ट गर्ने भनेर चाहिँ गराउँछ। कुनै मोस्टली केसमा के हुन्छ भने चाहिँ त्यो जो पढाउने ब्याकग्राउन्ड चाहिँ एकाउन्टेन्ट ब्याकग्राउन्डबाट पनि हुन्न। एकाउन्टेन्ट ब्याकग्राउन्ड हुँदा पनि उसले चाहिँ डाइरेक्टली चाहिँ टुल नै सिकाउँछ कि। खास गरी यो एकदमै रङ तरिका हो होइन सिकाउने। पहिले चाहिँ कन्सेप्ट बुझाउनुपर्छ क्या, एकाउन्टिङको कन्सेप्ट बुझाउनुपर्छ। एकाउन्टिङ के हो, त्यसको टाइप्स के हो, बिजनेसेसहरू कसरी रन हुन्छ, अफिस कसरी रन हुन्छ, फुल्ली प्रेजेन्टेसन गराएर होइन, क्वेसनहरू सोधेर र फिडब्याक लिएर स्टुडेन्टबाट बल्ल चाहिँ होइन एक दुई हप्ता यो गरायो भने एकदमै राम्रो हुन्छ। किनकि यो पहिला हामीले चाहिँ क्वेसन बुझ्नुपर्ने हुन्छ है। यो बिजनेसेसहरू कसरी काम गर्छ, उतादेखि बिल आइरहेको छ, यतादेखि बिल गइरहेको छ, सामान आइरहेको छ, सामान गइरहेको छ,
गोदाममा सामान आइरहेको छ, हामीले चाहिँ के इन्ट्री गर्नुपर्ने हो, कसरी चाहिँ हामीले चाहिँ सबै कुरा म्यानेज गर्ने हो, यो सबै बुझ्नको लागि त्यो फ्लो थाहा हुन पर्यो कि स्टुडेन्टहरूलाई। बिजनेस कसरी फ्लो हुन्छ त्यो टिचरले पनि एक्सप्लेन गर्न जानु पर्यो, यो स्टुडेन्टहरूले पनि एकदमै टिचरले नसिकाए पनि आफै चाहिँ खोज्ने इच्छुक हुनु पर्यो होइन। म क्युरियोसिटी हुनु पर्यो, बल्ल चाहिँ ऊ चाहिँ एकदमै राम्रो छ। त्यही भएर चाहिँ सफ्टवेयर छुनुभन्दा पहिला चाहिँ हजुरले चाहिँ यो बेसिकहरू पुग्नुपर्छ। त्यसपछि हजुरले चाहिँ एउटा कुनै सफ्टवेयर होइन प्रयोग गर्नुहोस्, कन्सेप्ट सेम हुन्छ कि पछि लार्ज सिस्टमहरूमा इन्टरप्राइज लेभलहरूमा इआरपी सफ्टवेयर्सहरू, माइक्रोसफ्ट डाइनामिक्सहरू भयो होइन, स्याप पपुलर भयो, यो हाम्रो मिडियम साइज कम्पनीजहरूमा नेपाल, इन्डिया, बङ्गलादेश, अरू विदेशहरूमा पनि टेली युज हुन्छ होइन, यस्तो कुरो होइन। मिडियम साइज कम्पनीहरूमा चाहिँ प्रयोग हुन्छ। इन्टरप्राइज लेभलहरूमा त स्याप जस्तो एडभान्स माइक्रोसफ्ट डाइनामिक्सहरू प्रयोग हुन्छ। त्यही भएर चाहिँ यो ख्याल राख्नुहोस्, एउटा सफ्टवेयर सिक्नुहोस् होइन। सफ्टवेयर सिक्नुभन्दा पहिला हजुरको चाहिँ बिजनेस मोडल, हजुरले चाहिँ बिजनेस डोमेन नलेज जुन चाहिँ हुन्छ त्यो चाहिँ हजुरले चाहिँ ख्याल गर्नुपर्ने हुन्छ। होटेलतिर गइराख्नु भएको छ भने होटेलमा कसरी चाहिँ इन्ट्री हुन्छ, कसरी चाहिँ बिलहरू आउँछ होइन, क्यासियरको रोल, कसरी चाहिँ खानाहरू मेन्टेन हुन्छ, बिलहरू, सबै कुरो फ्लो थाहा हुनुपर्छ के। त्यसै गरी हजुरको गोदाममा जानुहुन्छ, सपिङ मलहरूमा त्यहाँ कसरी हुन्छ, त्यसै गरी रेस्टुरेन्टमा थुप्रै हरेक ठाउँमा एकाउन्टिङको काम लाग्छ, क्यासियरहरूको काम लाग्छ। त्यही भएर चाहिँ त्यो फ्लो बुझ्नुहोस्, त्यसपछि एउटा मेन सफ्टवेयर चाहिँ हजुरले सिक्नुहोस्, त्यसपछि चाहिँ एकदमै सजिलो हुन्छ अरू सफ्टवेयरमा मुभ गर्दा। कम्पनीको इन्टरनल सफ्टवेयर छ भयो भने होइन एकाउन्टिङ सफ्टवेयर पनि एकदमै सजिलो हुन्छ। 1 महिना 2 हप्ता 3 हप्ता ट्रेनिङ दिन्छ, आरामले बुझ्नुहुन्छ, किनकि हजुरको कन्सेप्ट चाहिँ क्लियर छ है एकाउन्टिङको र बिजनेस डोमेनको। त्यही भएर चाहिँ फर्स्टमा चाहिँ हजुरको चाहिँ एकदमै फ्लो थाहा हुनु पर्यो, कसरी चाहिँ काम गरिरहेको छ बिजनेसेसहरू। जुन बिजनेसमा पनि हुन्छ, चाहे होटल इन्डस्ट्रीमा हजुर हुनुहुन्छ, चाहे डिमार्ट रिटेल सप, अथवा चाहिँ यो हजुरको रेस्टुरेन्ट भयो, मेडिकलको रिसेप्सनिस्टमा बस्नुहुन्छ होइन, बिल काट्नुहुन्छ, त्यहाँ पनि थुप्रै काम लाग्छ। अथवा चाहिँ सरकारी जागिर हजुरको तयारी गरिराख्नु भएको छ एकाउन्टिङमा, त्यहाँ हजुरले चाहिँ पहिला फ्लो बुझ्नुहोस् है। फ्लो बुझ्न एकदमै जरुरी छ। र क्वेसनलाई कसरी बुझ्ने त मेन कुरा के हो भनेपछि हजुरले क्वेसन कसरी बुझिराख्नु छ, बल्ल चाहिँ सोलुसन निकाल्ने हो। हजुर चाहिँ क्वेसन बुझिराख्नु भएको छ कि नै, त्यो मेन कुरा हो के। त्यसपछि चाहिँ एउटा सफ्टवेयर पक्ड्नुहोस् होइन, एकदमै मास्टर हुनुहोस् होइन। त्यसपछि अरू सफ्टवेयरहरू एडप्ट गर्न, इन्टरनल सफ्टवेयर्स अथवा अरू सफ्टवेयरमा मुभ हुँदा कम्पनीले अरू सपोजहरूले टेली सिक्नुभयो, विदेश जानुभयो, त्यहाँ माइक्रोसफ्ट डाइनामिक्स प्रयोग गरिरहेको छ कम्पनीले, स्विच गर्न एकदमै सजिलो हुन्छ। एउटा होन्डा सुपर बाइक चलाउन सिक्यो भने हजुरलाई चाहिँ कति बेरसम्म लाग्छ, हजुरलाई चाहिँ एफजेड पल्सर चलाउन एकदमै सजिलो हुन्छ होइन। निसानको कार चलाउन भने, सुजुकीहरू अरू महँगो गाडी चलाउन कति समय लाग्छ, एकदमै सजिलो हुन्छ, किनकि हजुरको बेसिक चाहिँ फन्डामेन्टल चाहिँ क्लियर भएको छ। त्यही भएर चाहिँ हजुरले पहिला बिजनेस कसरी फ्लो हुन्छ फर्स्टमा, सेकेन्डमा हजुरले चाहिँ के बुझ्नुपर्ने हुन्छ भनेपछि सेकेन्डमा एउटा चाहिँ सफ्टवेयर एकदमै राम्ररी सिक्नुहोस् होइन। अनि थर्डमा चाहिँ हजुरले चाहिँ इजिली चाहिँ ट्रान्जिसन हुन सक्नुहुन्छ। यसरी चाहिँ मैले हजुरलाई बेसिक हेरेँ, अरू थुप्रै कुराहरू छ होइन, हजुरले चाहिँ हेर्न सक्नुहुन्छ। ब्यालेन्स सिट, प्रफिट र स्टक समरी कसरी हेर्ने हो होइन। ल हस्, धन्यवाद।